सिसन दाइ आउने बेला त इट वाज अनएक्सपेक्टेड। मेयोको स्टार्टअप चाहिँ टेबल टक्सबाट सुरु भयो हो। हामीले त्यो मेयो नाम राख्नुको रिजन चाहिँ नो अफेन्स फर्स्ट टाइम र अहिले खाँदा एकदम डिफरेन्स छ कि टिममा चारजना मेम्बर्स छन्। 400 भयो नि त 400 ब्रेन्डले Exactly. गर्छ हो। त्यही त त्यहाँनिर यु फिल लाइक यु सुड गिभ अप। सुजन दाइहरूसँग चाहिँ कसरी भेट्नु भयो मेयो खुल्छ भन्दा अब बच्चादेखि स्पाइडरम्यानको फ्यान के भइदियो भन्दा तिम्रो रेगुलर सेल्सको ठ्याक्कै इन्टु 4 भयो क्या। यो प्यान्ट पनि त्यहीबाट हो थ्याङ्क यू अब के त किने हो के थ्याङ्क यू भने हाम्रोमा चाहिँ 90% चाहिँ ससले रोल प्ले गर्छ। त्यही हुनु सर हाम्रो क्लाइन्टहरू ठिक छ, आइएम सो सरी, भइहाल्यो। सो लाइक फ्यु पिपुल्स हु भिजिट मोर देन 4-5 टाइम्स इन अ विक के। काठमाडौँ र पोखरा भन्दा 5 to 10 years ब्याक छ जस्तो लाग्छ कि सबै छोडेर यस्तै अति नै भइसक्यो यार। अब बिस्तारै यु गोना गेट म्यारिड कि भइसक्यो प्लिज आई एम लाइफ स्टोरी बिहाइन्ड चाहिँ के छ भन्ने कुरा पनि कतिको स्ट्रेस ह्यान्डल गर्न सक्छ त्यसमा नि एक्ज्याक्टली डु नट चेस फर द रिजल्ट, जस्ट यु आर डुइङ सच अ गुड स्टार्टअप। कहिले कहाँ आइडिया आउँछ थाहा नै हुँदैन। समटाइम्स you need a person who listen your whole things, I know. So what is up people, welcome to our new episode of Storia podcast for the honored ones. हजुरहरूले हाम्रो प्रिभियस पडकास्टहरू एकदम मन पराउनु भयो र आजको पडकास्टमा चाहिँ एकदमै रमाइलो एक्साइटिङ गेस्ट हुन्छ नि, चितवनको वान अफ द फाइनेस्ट बर्गर ठाउँ मेयोको ओनर Thank you विवश दाइ। हेलो एभ्रीबडी। सो मेरो नाम चाहिँ विवश तामाङ अनि आई एम द सेफ एन्ड को फाउन्डर अफ मेयो। थ्याङ्क यू फर इन्भाइटिङ मी भाइ, एकदम आई एम सो ब्लेस्ड। सो दाइ कस्तो फिल भइरहेछ? एकदम आई हेभ नेभर डन यो पोडकास्ट कुराहरू, सो दिस इज द फर्स्ट एक्सपिरियन्स भनौँ न। लाइक तिमीले इन्भाइट गर्यो एन्ड आई एम रेडी फर द्याट। रिल्याक्स हुन्छ नि त एकदम 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 कम्फर्टेबल छ। हजुरको आजको डे कस्तो भयो भन्नु न त। आजको डे लाइक एबाउट द रेनी चाहिँ म अनएक्सपेक्टेड नै थियो। अनि अब फेरि रेनी डे भएपछि मान्छेहरू आउँदैनन्, फ्लो अलि हुँदैन, सो त्यसले गर्दा चाहिँ आइएम लिटल बिट अफसेट। अरू त मौसम चाहिँ एकदम मनपर्ने वेदर हो फेरि यो चाहिँ। हजुर आई लभ दिस वेदर। अहिले चितवनको गर्मीमा त्यही माथि गर्मीमा एकदम चिसो फिल भएको चाहिँ त्यही भएर म आउटर लान्छ नत्र टी सर्टमा हुन्थेँ। सो अब लेट्स गो टु द बिगिनिङ नि त। मेयोको स्टार्टिङ चाहिँ कसरी भयो दाइ? सो लाइक मेयोको स्टार्टअप चाहिँ टेबल टक्सबाट सुरु भयो हो। बिट्विन हाम्रो एउटा अभिषेक दाइ हुनुहुन्छ, सो दाइ र मेरो कस्तो भयो भन्दाखेरि ठ्याक्कै बाहिर जान लाग्थ्यौँ म। अनि देन दाइले के भन्नुभयो भने, भाइ तिम्रो बाहिरको स्किल्स यहीँ एप्लाई गरौँ न, लेट्स डु अ बिजनेस, त्यही कुरामा भन्नुभयो। इट टुक 1 month टु टेक अ डिसिजन फर मी के। लाइक 1 महिना मैले मेरो डिसिजन बनाएँ, देन आई फाइनली सेड दाइ ल लेट्स डु दिस भने। तर त्यो लेट्स डु दिस भन्दाखेरि पनि भाइ इट वाज नट इजी क्या। त्यो 1 year लाग्यो कि स्टोर बिल्डअप हुनलाई नै। अनि त्यो स्टोर बिल्डअप हुँदाखेरि पनि अब यु नो द्याट प्यारेन्ट्सहरू दे विल गेट अभियसली वरिड अबाउट द फ्युचर होइन। अब आफ्नो किड्सहरूको फ्युचरको लागि वरिड हुन्छ नि त। त्यो 1 year म कसरी त्यो हुन्छ नि, हुन्छ इट विल वर्क मेयो खुल्छ भन्दा त्यो आई कन्भिन्स टु माई मम अबाउट त्यो कुरा। अनि त्यो भएर अब फाइनली 1 वर्षपछि चाहिँ स्टोर बिल्डअप भयो। अनि हामीले त्यो मेयो नाम राख्नुको रिजन चाहिँ मेयोनिजको सर्ट फर्म हो नि त। सो एभ्री होममेड फ्लेभरफुल ससहरू चाहिँ मेयोबाट नै बन्छ। सो त्यसरी चाहिँ द्याट्स हाउ इट स्टार्टेड भनौँ न। सो त्यसरी नै स्टार्ट भएर अहिले 1 year भइसक्यो। एकदम 1 year भइसक्यो। अब कङ्ग्रेचुलेसन्स है, थ्याङ्क यू सो मच। ल यो 1 yearमा हजुरले सिकेको एकदमै त्यो के लेसन के, अनि हजुरको बिगेस्ट मिस्टेक र हजुरले त्यहाँबाट सिक्नुभएको बिगेस्ट एउटा लेसन? यो इट्स नट एबाउट ओन्ली 1 year। 1 year चाहिँ स्टोर मार्केटमा आएको भयो। सो त्योभन्दा अगाडि नै मैले भने नि तिमीलाई स्टोर बिल्डअप हुन 1 year लागेको थियो। त्यो 1 yearमा के सिक्यो भने यु हेभ टु बी प्यासेन्स, अ भेरी गुड प्यासेन्स भएन भने चाहिँ इट विल नट वर्क आउट होइन। किनभने आफूलाई नै डाउट गर्न थाल्यो भने त धेरै कुराहरू वर्कआउट नै गर्दैन। किनभने आई वाज फुल्ली प्रि प्लान भाइ। एकदम नर्भस थिएँ कि म के कुरामा भन्दाखेरि अब तिम्रो हुन्छ नि नयाँ टेस्ट होइन। अब बर्गर स्यान्डविच त्यति भिजेको पनि छैन नि त मोमो चाउमिन जस्तो। सो आई वाज स्केयर्ड अबाउट द्याट। त्यो कुराहरू आई वाज प्रि प्लानिङ एकदम धेरै। अनि त्यो फुड टेस्टहरूमा नि आई युज टु बी स्केयर्ड के कस्तो लाग्ला मान्छेलाई होइन, मार्केटमा कस्तो होला, कमर्सियल जाँदा चाहिँ कस्तो होला, यो कुराहरू आई युज टु बी स्केयर्ड त्यो कुरामा। तर फाइनली इट वर्क्स आउट। अनि 1 वर्ष भइसकेको छ। सो ब्लेसफुल,
थ्याङ्क्स टु अल हुएभर भिजिट्स मेयो अनि हामीलाई यति धेरै सपोर्ट गर्नुभएको छ सो रियली ब्लेसफुल भनौँ न यो कुरामा सो अब विल कम ब्याक टु मेयो होइन तर मेयो मेयो खुल्नुभन्दा अगाडि पनि हजुरले अब कन्टेन्ट क्रिएसनहरू पनि गर्नुभएको थियो Yes, yes. ड्रिम्सकेपसँग होइन हो। अनि यु बिन इन फ्रन्ट अफ क्यामेरा पहिला त कति धेरै नि त उम्, अनि कति धेरै थाहा पनि छैन नि त सबैले त अब अहिलेको टाइममा त सबैले मेयोको ओनर भन्छ नि हो। त सो हु इज बिबस एक्सेप्ट फर मेयो ओनर ए लाइक सो बिफोर द मेयो बिल्डअप हुनुभन्दा आई वाज अ कन्टेन्ट क्रिएटर एट ड्रिम्सकेप सो त्यति बेला पनि लाइफमा कति कुराहरू के हुँदो रहेछन् भाइ यो फिल्म मेकिङको जर्नीमा के आई वाज इन्भल्भ नि त त्यो टाइममा अनि आई वाज लर्निङ फिल्म मेकिङको कुराहरू कन्टेन्ट कसरी क्रिएट गर्ने होइन भिडियोजहरू कसरी लिने भोइस ओभरहरू कसरी बोल्ने क्यामेरामा यसरी फेस ओभर कसरी गर्ने त्यो कुराहरू पनि सबै लर्निङ हो क्या अनि अब अहिले यसरी म बोल्न सकेँ नि मेबी बिकज अफ Exactly. द्याट त्यो कुराले होला त्यही त होइन अनि त्यसले गर्दा पनि तर बिस्तारै के भयो भन्दाखेरि मलाई चाहिँ मेरो सोल सेटिस्फाइड थिएन कि हजुर मेबी आइ एम रङ अन दिस प्लेस Mm-mm. जस्तो लाग्यो आई वाज नट इनफ अन दिस प्लेस जस्तो लाग्यो कि सो त्यसले चाहिँ क्लिक हान्यो एन्ड देन आई सेड दाइ म अब अलिक सक्दिनँ होला यो क्रिएटिभिटी लाइनमा अलिकति मेबी आइ एम नट मच मोर इनफ भनौँ न यो कुरामा त्यसरी चाहिँ मैले लाइक लिभ गरेको थिएँ देन ठ्याक्कै बाहिर जान लाग्थेँ अनि त्यसपछि चाहिँ अनि अभिषेक दाइले पिसोभर गर्नुभयो लेट्स टु फास्ट फुड बिजनेस नेपालमा नै है त्यसपछि चाहिँ द्याट्स हाउ इट बिल्ड अप भनौँ न नत्र त त्योभन्दा अगाडि त आई वाज अ कन्टेन्ट क्रिएटर मैले हेरेर हुन्थेँ लाइक अँ। त्यो कता कता गएर च्यालेन्जहरू पनि गर्नुभएको थियो नि त स्ट्रिट फोटोग्राफीहरू अँ, होइन एकदम। युट्युबमा हेरेर हुन्थेँ सो डु यु मिस त्यो बिङ इन फ्रन्ट अफ द क्यामेरा या आई अभियसली मिस द्याट त्यो कुराहरू अनि किन भन्दाखेरि अब तिमीले अहिले यो सेटअप गरिरहेको छौ नि यो सेटअप गर्ने बेला पनि म नै पहिला सेटअप गर्थेँ नि त एबाउट द हजुर। लाइटिङ धेरै कुरा नआए पनि तर त्यो पर्टिकुलर टाइममा लट अफ कुराहरू सिक्न पाएँ फिल्म मेकिङको कुराहरू के जस्तै अब तिम्रो बेसिक कुराहरू एक्सपोजर वाइट ब्यालेन्स यो कुराहरू सिक्न पाएँ होइन आइ एम रियली ग्रेटफुल त्यो कुरामा पनि लाइफमा चाहिँ सबै कुराको एक्सपिरियन्स गर्न पाउँदा चाहिँ आई फिल बेटर त्यो कुराहरूमा अहिले त झन् लाइक नेपालमा नि फिल्म मेकिङ भनेर त टु बिस्तारै हाइप क्रिएट भइरहेछ नि त यस अब अहिले भर्खर निमेश श्रेष्ठको लाइफ ड्यामेज भन्ने मुभीको बारेमा थाहा छ एक्ज्याक्टली त्यसरी नै अब कन्टेन्ट क्रिएटरहरूले नि कति फिल्म मेकिङको कन्टेन्टहरू निकालेर छ हाम्रो उज्जवल भाइले भयो होइन लाइक त्यहीलाई नै अब सपको हुन्छ नि अब फर इक्जाम्पल मेयोकै कन्टेन्ट उसले हेरेर छ अलिक सिनेमेटिक वेमा गर्न खोजिरहेछ नि त सो त्यसमा चाहिँ हजुरलाई के भन्नु छ कि लाइक कतिको हेल्प गर्छ त्यो कन्टेन्टले चाहिँ फिल्म मेकिङले चाहिँ फिल्म मेकिङ हेल्प्स अ लट भाइ कसम एबाउट किन भन्दाखेरि फिल्म मेकिङको कुरा चाहिँ द्याट्स अ क्रिएटिभिटी थिङ अनि यो प्लेटफर्म नै एकदम क्रिएटिभिटी कुरा हो जहाँनिर जस्तै तिमीले कुनै पनि स्क्रिप्ट खिच्न जाँदैछौ इभन द वेडिङ अल्सो तिमीले त्यहाँ सोच्छौ नि त यसरी क्लिक गर्ने यो एङ्गलबाट हान्ने होइन डिरेक्ट गर्ने त्यहाँ हुन्छ नि त झन् अब एबाउट द कमर्सियल कुरा प्रडक्टको त्यो फोटोसुट भिडियो सुटहरूमा त अझ बेसी इफोर्ट जान्छ बेसी क्रिएटिभिटी जान्छ नि त सो त्यसमा चाहिँ मलाई चाहिँ के लाग्छ भने मेयोको भिडियोजहरूमा उजले गरिरहेछ इट्स डुइङ भेरी गुड हजुर त्यसले गर्दा फेरि हाम्रो सेल्स पनि बुस्ट भएको छ क्या पिपल्स आर गेटिङ इन्भल्भ त्यो कुरामा अहिले त झन् अब डिजिटलको जमाना होइन इट्स अ जेनेरेसन डिजिटल जेनेरेसन सो त्यो भएर आई गेस फिल्म मेकिङ चाहिँ सच अ गुड प्लेटफर्म इफ यु क्यान जस्तो लाग्छ अनि यु गाइज आर डुइङ भेरी गुड त्यो कुरामा त हजुरको फेभरेट मुभी भनौँ न त लेट्स टक अबाउट फेभरेट मुभी ओके फेभरेट मुभी लाइक हलिउड बलिउड जुन भयो जुनै पनि फेभरेट मुभी आई हेभ लट अफ फेभरेट मुभिज होइन टप तर जे होस् एभेन्जर मनपर्छ मलाई चाहिँ एभेन्जर्सको एन्ड गेमवाला कि एभेन्जर्सको इन्फिनिटी वार भन्दा नि इन गेम चाहिँ त्यही त तिन भब्बाल त्यो चाहिँ हलमै लाइक आई वाच 3 times टोनी आयरन म्यान मोडे बेला रुनु भयो त्यति बेला लास्टै औडै अहिले त अब नयाँ होला छ नि त आयरन म्यान डुम त्यो डुम्सडे अब सुरुमा स्पाइडरम्यान स्पाइडरम्यानको त्यो ब्रान्ड न्यू डे प्रिटी एक्साइटेड एकदम यहाँ चाहिँ स्पाइडरम्यान मलाई त्यो अस्तिको वाला कन्टेन्टमा छ नि स्पाइडरम्यान तुमले चोराया दिल का चैन भन्ने वाला त्यो आउँछ होला सोचेको थिएँ ए तर त्यो धुन पनि राम्रो छ है फेरि त्यो वाला के त्यो म चाहिँ के छ अब बारबेरीमा ठ्याक्कै देखेँ कि बारबेरीमा होइन ए भाटबडी किन आयो लाइक छ त यार सेकेन्ड फ्लोरमा त्यो उहरू पाउँछ नि त अनि त्यसपछि यस्तो स्ट्रोल गरेर थिएँ एक्लै यस्तो तल स्पाइडरम्यानको त्यो डब्बा कि ल होइन बच्चादेखि स्पाइडरम्यानको फ्यान किनिदिउँ न त भनेर म त यो पुरै आँखा हल्लिँदा अनफोर्चुनेटली आँखा चाहिँ हल्लिँदो रहेछ कस्तो राम्रो रहेछ अघि भाइले पनि लगाइरहेको थियो बबाल के त्यसपछि
नट द्याट त्यो चिपवाला देख्दैन नि त हेर न त्यही त, mask हेर्दा। लगाएर। त्यसले लाउँदा त्यो या उ गर्थ्यो नि यस्तो एउटा मलाई कस्तो त्यो दिन अफिसमा कामै थिएन अनि त्यसले एउटा त्यो डान्स स्टेप हान्दा है त्यो त्यो ए, ट्र्याक त्यो वाला? बजाइदियो भए त ओए यो वाला के त्यो वाला हामीले सोचेछौँ होइन? हामीले सोचेछौँ त्यो वाला हामीले छ नि म भन्दिनँ हजुर सिनेमेटिक गर्न लाग्छ भनेर उम्, So त्यसमा चाहिँ त्यो आउँछ अहिले सरप्राइज भनौँ न त्यो गर्न लाग्छौँ Okay. अनि अनि त्यसरी नै अब मलाई नि लाइक त्यो मार्भलको मुभीहरू चाहिँ टु सही लाग्छ मलाई मलाई एकदम बवाल एकदम है। मार्बल मार्बल भन्ने बित्तिकै बवालै लाग्छ कि अब त्यो हेर न स्पाइडरम्यानको ब्रान्ड न्यू डे कस्तो बवाल त भने। भइरहेको छ। अहिले एक्साइटेड भएपछि कहिले जाउँ जस्तो भइसक्यो नयाँ डाइरेक्टरले त्यो रेडी टुनै टु बनाउँछ बुक कि। रेडी टु बुक पहिले के अब हुन्छ नि अब डेट हेरिरहेको छु कि म त अझ जुलाईमा होइन Exactly. जुलाईमा त्यसपछि अब अभेन्जर्स पनि आउन बाँकी छ टन्नै प्रोजेक्टहरू त क्रेजी छ बवाल क्रेजी है अनि हजुरले चाहिँ दाइ उम्, अब मेयोमै आउँ न मेयोको स्टार्टिङ डेजमा सिजन बानिया पनि आएको थियो नि त yes, yes. सो त्यति बेला चाहिँ कस्तो थियो फिलिङ दाइ त्यति बेला त सिसन दाई आउने बेला त इट वाज अनएक्सपेक्टेड पहिला कुरा त होइन अब दाई जस्तो मान्छे त अब इज अ भेरी फेमस इन्फ्लुएन्सर नि त फिल्म मेकर पनि हो प्लस दाई त अब नि त्यो दाई आएर त्यो होल टिम आएर होइन एउटा भिडियो क्रिएट गरेर दिज यङ गाइज ओपन द बर्गर जोइन्ट भनेर हालिदियो होइन त्यति बेला त जस्ट सफ्ट ओपनिङ भयो एकदम लिमिटेड मेनु अनि देयर वाज नट अ प्रपर स्टाफ अल्सो त्यो अपरेसन पनि राम्रोसँग म्यानेजमेन्ट भएको थिएन के भइदियो भन्दा तिम्रो रेगुलर सेल्सको ठ्याक्कै इन्टु 4 भयो क्या सेल्स त त्यो भयो क्या अनि डेली सेल्स दाइले गर्दा अनि आई रियलाइज के उयो फेमस इन्फ्लुएन्सरहरू भयो भने चाहिँ यस्तोसम्म चाहिँ हिट्स गर्दो रहेछ है ल दिस इज द रियल औरा भने जस्तो फिल भइरहेको क्या त्यति बेला होइन अनि इट वाज सच अ ब्लेसिङ फर अस त्यति बेला एउटा स्टार्टअपमा जेस दाइले जेस्चर थपिदिनु भयो भनौँ न त्यसले गर्दा जेस हामीलाई धेरै सजिलो पनि भयो मार्केटमा अझ बवाल वे गयो मियो 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 भन्ने भयो ठ्याक्कै लोकेसन भिडियो त्यो ड्रिमस्केपको रोहनले ठ्याक्कै एडिट गरिदिएको थियो त्यो वाला होइन त्यो नि एउटा नयाँ ट्रेन्ड भयो नि त त्यसपछि त अहिले सबले अहिले त त्यही वाला अनि त्यही वाला चलिरहेको छ नि त के भने तर हजुरहरूको त ओपनिङ क्याम्पेनहरू नि दामी थियो त लाइक बिच त्यो त्यो वीरेन्द्र क्याम्पसको त्यो स्प्रेवाला त्यो डान्सर दाइले गर्नुभयो होइन अनि एउटा प्लेनबाट सुइयो गएको बिफोर त्यो स्टोर खोल्नुभन्दा त्यही त एक्ज्याक्ट सो त्यो चाहिँ के को लागि भन्दाखेरि वाट इज मेयो एबाउट अनि वाट इज द टार्गेट अडियन्स अफ मेयो होइन त्यो हाम्रो गोल्स के छ के बेच्नलाई हो वाट इज मेयो त्यो कन्फ्युजन सुरुमा चाहिँ क्लियर गराउनको लागि चाहिँ डिफ्रेन्ट काइन्ड अफ भिडियोजहरू बनाइरहेको थियौँ एउटा त्यो कलेजवाला नि थियो नि लन्चमा लन्चवाला स्प्रेवालाको चाहिँ त्यो अलिकति थ्रिलिङ टाइपको के हिँड्दै पेपर उडेको वाला पेपर उडेको वाला होइन त्यो वालाहरू इन्टेन्स त्यति बेला राम्रै कन्टेन्ट क्याम्पेन चलायौँ भनौँ न बिफोर स्टोर स्टार्टअप सो हाउ डु यु डिफाइन द बेस्ट बर्गर के एबाउट द बेस्ट बर्गर चाहिँ के हुन्छ भन्दा मैले एक्सपिरियन्स गरेको कुरा चाहिँ इफ देयर इज नो एनी सस होइन अनि मोस्ट अफ द पिपल के मोस्ट अफ द सेफ्सहरूले के गर्छन् भने अब प्याटिजमा त्यो टेस्ट ल्याउन खोज्छन् बट त्यो टेस्ट अलिकति ड्राई हुन्छ क्या टु मेक इट द्याट त्यो जुसीवाला हुन्छ नि त्यो चाहिँ ससले काम गर्छ क्या मलाई चाहिँ हाम्रोमा चाहिँ 90% चाहिँ ससले रोल प्ले गर्छ 10% चाहिँ प्याटिजहरूले काम गर्छ एउटा पर्फेक्ट बर्गर बेस्ट बर्गरको लागि चाहिँ बन्स पनि एकदम राम्रो हुनु पर्यो प्लस अब यहाँनिर भेन्डरहरू पाउन पनि गाह्रो छ बाहिरतिर त मार्टिन्स डचहरूको हुन्थ्यो लाइक सेल्फ लाइफ पनि 6 मन्थसम्म हुन्थ्यो क्या भेरी सफ्ट के भाइ खानु नै यस्तो मजा आउने क्या त्यो बाइट त्यो टाइपको हुन्थ्यो अब यहाँ त्यस्तो छैन बट सम हाउ वी आर त्यो वर्किङ अन द्याट भनौँ न अब हजुर मेयो छैन अरे होइन फर इक्जाम्पल मेयो छैन अरे होइन हजुर कहाँ गएर चाहिँ बर्गर खानुहुन्छ नेपालको एनिवेयर कुन चाहिँ एउटा बर्गर सपमा गएर काठमाडौँ भन्यो भने चाहिँ आई विल डेफिनेटली गो टिजे प्यालेट अर स्म्यासिङ बर्गर किनभने स्म्यासिङ बर्गर इज अन टप नच त्यो मैले कन्टेन्ट बनाउँथेँ नि त हो ओनरहरूलाई चिनेछु नि मैले लाइक पहिला काम गर्ने मैले अस्ति अभिषेक दाइसँग कुरा गरेँ नि त हुन्छ नि त्यो आई लभ द कन्सेप्ट क्या यस्तो राम्रो कन्सेप्ट छ नि है त्यो बाहिर बुझाइदिएको छ नि ससको फ्राइजको लोकल स्टाइल बनाउने कुराहरू अनि त्यसले गर्दा नि टेस्ट त्यहाँ गएपछि के हुन्छ भने भाइ तिमी ठ्याक्कै क्वेसन सोध्यौ नि एक्सेप्ट द मेयो कहाँ जान्छौ भनेर सोध्यो भने डेफिनेटली काठमाडौँ भयो भने त स्म्यासिङ बर्गर टिजे प्यालेट तर त्यहाँनिर जाँदा के हुन्छ भने बिङ अ सेफ त्यो कुरा चाहिँ अझ अर्को क्लिक के हान्छ भने ए आई हेभ टु वर्क अन दिस भन्ने कुरा के
त्यो मेनु इम्प्लेन्टिङदेखि लिएर होइन द वे दे सर्भ होइन द वे दे मेक हाउ दे प्रिपेयर द प्याटिजहरू त्यो कुराहरू देख्यो नि त स्म्यासिङमा अनि त्यो कुरा गर्दा चाहिँ अझै एनर्जी के त्यो बुस्टअप आउने रहेछ क्या म स्म्यासिङमा गएँ आई ट्राई द्याट होइन अनि ड्याम लाग्यो क्या प्यालेट ठ्याक्कै मिल्थ्यो किन भन्दा त्यहाँ नि फरेन स्टाइल हो वाट आइएम ट्राइङ टु डु इज अल्सो फरेन स्टाइल नै हो तर नेपाली टेस्टमा टचअप गराइदिउँ भन्ने मात्रै हो त्यो देख्दाखेरि चाहिँ जस बुस्टअप आउने क्या लेट्स डु अझै वर्कआउट गर्न पर्ने रहेछ अझै गरौँ भन्ने कुरा के त्यो चाहिँ लाग्छ त्यहाँको दाइ त्यो सिम्पल छ नि सिम्पल यस्तो कम्प्लिकेटेड छैन लाइक सबैले अब युजली बर्गर प्लेसमा गयो भने एउटा के बन्दा सन्दा के हाल्छ नि नथिङ जस्ट म्याश अनियन्स चिज टक्क लगाएर सिम्पल क्या चिज बन्दै अझ तिनीहरूले याद गरेको छु त्यो आइसबर्ग लेडुस पनि युज गर्छ नि स्मल साइजेसमा त्यो थाहा पनि पाउँदैन कि आइसबर्ग लेडुस भन्ने चाहिँ त्यो फेरि मेन्यु पनि युनिक छ नि त नटी वान होइन त्यो पाइनएप्पल छ एउटामा एक्ज्याक्टली तिनीहरूको त दाइ लाइक उहाँको ओनरहरूले चाहिँ चिज छ नि त्यहाँको चिज आफै बुटोल हो कि कहाँको बोर्डरसँग गएर लिएर आउँछ कि क्रेजी छ नि त्यहाँको चिज क्रेजी हो टिजर प्यालेट पनि मिठै छ अर्को चाहिँ मलाई मनपर्ने भनेको चाहिँ क्विन्सको खानु छ क्विन्स इटरी भन्ने क्विन्स इटरी चाहिँ म गएन पैसा अमेलमै हो होइन उता हो सानेपा इन्टरनेसनल क्लबको ठ्याक्कै अगाडि लाइक मनी वाइज चाहिँ अलि उनी एक्सपिरियन्स छ फर इक्जाम्पल त्यहाँको स्पेसल बर्गरहरूलाई 8,000 पर्छ कि 800,000 वर्थ इट दाइ तर वर्थ इट टेक्सस एउटा के भन्ने छ होइन 18 आवर्स स्लो कुक्ड त्यो प्याटी होइन अनि अर्को एटलास भन्ने छ त्यो अहिले गइदिनु जस्तो क्या हो एक्चुअली खाने बित्तिकै तै चितवनमा नि लाइक मेरो मैले फर्स्ट टाइम खाँदा होइन अनेस्टली भन्नुपर्दा दाइ नो अफेन्स फर्स्ट टाइम र अहिले खाँदा एकदम डिफ्रेन्स छ कि लाइक फर्स्ट टाइमको र अहिलेको माथि छ कि अहिलेको टु ड्याम गुड छ म अस्ति एनिभर्सरीमा भन्यो नि त म 3 चोटि आयो भनेर पहिला फर्स्ट टाइम चाहिँ इट वाज लाइक ठिक है होइन तर अहिले चाहिँ छ क्या दाइ कसम भने साँच्चै अनेस्ट हो क्या दाइ अनि यो कुरामा चाहिँ के हुँदो रहेछ भने मैले त्यहाँ स्म्यासिङ गएँ भने नि तिमीलाई सो के हुँदो रहेछ नि आई स द स्टाफ्स वेयर प्रिपेरिङ चिकन प्याटी छुट्टै सेफले त्यो छुट्टै सर्भ गरिरहने टक्क 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 गर्ने होइन अनि द टिम अप नै राम्रो भयो भने त्यो त किचनबाट राम्रो डिस चाहिँ निस्किन्छ क्या अनि त्यो किचनमा अलिकति त्यो सम अफ द स्टाफ्स आर वेक सम अफ द स्टाफ्स आर स्मार्टर त्यो भयो भने चाहिँ त्यो हुँदैन सबैको एउटै लेभलको हुनु पऱ्यो प्लस अनि टिम अप राम्रो भयो भने चाहिँ बल्ल किचनबाट राम्रो फुड आउँछ क्या एउटा सिस्टम हुन्छ नि एसओपी के हजुर त्यो सिस्टम अफ प्रोसिडियर चाहिँ अलि राम्रो अपरेट भइदियो भने चाहिँ अनि बल्ल त्यो मेन्टेन हुन्छ मैले भने नि तिमीलाई सिजन दाइ आउने बेला त्यो कुराहरू थिएन मेयोको एसओपी नै बनेको थिएन बिकज आई वाज इनसाइड द किचन अनि एकजना बहिनी थियो दे वेयर असिस्टिङ मी होइन यस्तो गाह्रो भइरहेको थियो त्यति बेला अब अहिले त अब आई जस्ट मेक द ससेस अनि त्यसपछि गाइजहरूले अरू कुराहरू हेरिदिन्छन् सो टिम अप भएपछि त्यो कुराहरू चाहिँ बेटर रिजल्ट आउँछ भनौँ न फास्ट पनि भयो अनि एउटा फ्लो पनि भयो नि त त्यो हजुरले म्याकडोनल्ड्सको त्यो द फाउन्डर भन्ने मुभी हेर्नुपर्छ मैले मुभी नै त हेरेँ होइन बट आई स द्याट तिनीहरूको ठ्याक्कै 30 सेकेन्ड्स वाला थियो नि त एभ्रिथिङ एउटा सिस्टममा चाल्छ त्यो हुने बित्तिकै ठ्याक्कै 30 सेकेन्ड्समा पुरा गरिन्छ त्यही के अरे भाइरल छ नि त्यो ठ्याक्कै गाडी रोकेर जान्छ नि एक्ज्याक्टली ल तिनीहरू त्यो त सुरुमा ठिस खान्छ नि त तिनीहरूको सिस्टम हुँदो रहेछ कि फ्राइज एउटाले गर्ने प्याटी एउटाले गर्ने अनि ऱ्याप एउटाले गर्ने ड्याङ ड्याङ गरेर सट्ट गएर अनि भइहाल्यो नि मैले पनि त्यही भनेको कि द्याट्स वाट एसओपी वर्क्स भनौँ न अनि त्यहाँनिर अब कति प्रायः तिमी अब जस्तै लोकल पसलतिर बर्गर खान गयो भने के हुन्छ एकजना मात्रै हुन्छ उसले भ्याइ भ्याइ हुन्छ एकैचोटि 7-8वटा कस्टमर आयो भने भ्याइ भ्याइ हुन्छ त्यसले गर्दा पनि अब टिम त्यही अनुसारले टिम अप भयो भने चाहिँ फास्ट पनि हुन्छ र प्लस बेटर ऊ पनि हुन्छ भनौँ न टिमवर्क त्यो सिस्टम त अब एभ्रिथिङमा चाहिन्छ अब हामीलाई पनि चाहिन्छ लाइक अब हामी अब फर इक्जाम्पल वेडिङमा गयो भने होइन अब फ्रेममा त आउनु भएन अरू फोटोग्राफरहरू त्यसमा एउटा सिस्टम हुनु पर्यो यहाँ अस्ति त्यही हो कि वेडिङमा गयो त्यही हुनु छ हाम्रो क्लाइन्टहरू फेरि सुन्छ अनि एउटा पार्टमा म पुरै खिचिरहेको छु भिडियो अगाडिबाट फोटोग्राफर ट्विट सँगै आइदिइसक्यो ल ल्याङ हुन्छ है त्यही त त्यो ल्याङ भएर अनि वेडिङमा हामी एकचोटि सरप्राइज खान्छौँ होइन टक्राएर ब्राइडल इन्डस्ट्री खिचिरहेको छौँ होइन पछाडिबाट ग्रुम आएर सक के म त त्यो के अरे ब्राइडको हात समात्न आएर सपोर्ट गर्न आयो म त सक के त्यो भिडियो छ कि कस्तो मिम वर्दी भिडियो छ कि
म अब सिस्टम चाहिँ एउटा हुनुपर्ने रहेछ कि हो अब ठुल्ठुलो फोटोग्राफर भिडियोग्राफरहरूले इभेन्ट गरेर बेला पुरै वकी टकी सक्की लिएर हिँड्छ नि त त्यही एउटा सिस्टम बनाउनु त हो नि यो कुरामा जस्तै तिमीले भन्यो नि ठ्याक्कै हजुर यु नो वाट बडास प्रोडक्सन इज डुइङ द्याट काइन्ड अफ सिस्टम नि त अहिले तिनीहरूले दिस गाइज अल्सो स्टार्टिङ सेम लाइक यु गाइज के अहिले चाहिँ उनीहरूले बिस्तारै प्रप्सहरू अब गर्दै जोड्दै किन्दै जाने। जाने जोड्दै जाने त हजुर, अनि त्यही त अनि त्यो टिमवर्क देखेँ क्या आई स द्याट त्यो चाहिँ एकदम राम्रो हो क्या फेरि जब 3 जना छ कि बटासको फेरि गाइज फुड फुड आइसकेको छ हाम्रो ल यो चाहिँ मेयोको तर्फबाट ल तिमीलाई आई गेस इट्स अ लन्च टाइम पनि है त्यही त भने ल ठ्याक्कै यो मेरो चाहिँ ट्राइड आउट है के दाई भनेको छ मेरो चाहिँ ट्राइड आउट है गाइस एकदमै बवाल बर्गर होइन चितवनमा बेस्ट नट जस्ट बर्गर होइन बर्गर मात्रै होइन यु गेट अहिले त झन् के अरे उता इस्टर्न हो कि के पनि इन्ट्रोड्युस गर्नुभएको छैन हजुरले मिडल इस्ट ए मिडल इस्ट Yeah. हजुर हजुर के खाऊ मलाई अब मिडल इस्ट चाहिँ किन राखेको भन्दाखेरि बिकज आई वेन्ट टु कतार नि त अनि त्यसले गर्दा चाहिँ एउटा मिडल इस्ट थिम झल्काइदिउँ बट द स्टाइल इज अमेरिकन स्टाइल यसो हजुर कतारमा चाहिँ के हुनु चाहिँ एज अ सेफ नै गरेँ तर फेरि सुरुमा चाहिँ सेफ जर्नी चाहिँ सुरु हुँदै डिसवासरबाट सुरु हुन्छ एन्ड देन बल्ल त्यसपछि बल्ल पोजिसन अपग्रेड हुँदै जाने त म भर्खर बर्गर खाएँ मिठो दाइ दामी थ्याङ्क यू सो मच ल ओके म सोध्छु नि त तिमीलाई ए हुन्छ दाइ आई क्यान आस्क यु ए हुन्छ ढुक्क सो ओके एबाउट द फिल्म मेकिङ पनि हजुर हजुर लाइक तिम्रो जर्नी चाहिँ कसरी स्टार्टअप भयो आई सो यु डाइरेक्टली नि त लाइक हजुर हजुर एक्कासी देखेँ नि त केटाहरूसँग मेरो त अनेस्टली भन्नुपर्दा अब त्यस्तो इन्ट्रेस्ट त थियो लाइक आई वाज लाइक मुभी त एकदम मन पर्थ्यो होइन मुभी हेर्न यताउति हेर्न अनि कहाँबाट सुरु भन्दाखेरि अब पहिला म बास्केट खेल्थेँ कि अनि बास्केट खेल्ने बेला आफ्नै खिच्न मन लाग्ने नि त आफूले क्रेजी क्रेजी सर्टहरू खिच्न मन लाग्ने अनि त्यति बेला मैले फोनबाट खिचेँ अनि त्यति बेला मलाई प्रेमियर प्रोको पी पनि आउँदैन थियो क्या अन्त एडिट गरिदिउँ भनेर प्रेमियर प्रो गरेँ कि त्यति बेला 2019 त त्योवाला सफ्टवेयर थियो नि त के भिएन होइन इनसर्ट र प्रेमियर प्रो त टु डिफ्रेन्ट हो नि त अनि मैले प्रिमियर प्रोमा गरेँ अनि एस्पेक्ट रेसियो भने पनि थाहा थिएन मलाई ल एक्सपोर्ट गरेर अपलोड गर्छु यत्रो सानो आएको छ कि अनि त्यसपछि बल्ल त्यहाँबाट बुझेँ कि एस्पेक्ट रेसियो यो भन्दाखेरि त्यहाँबाट भिडियोहरू बनाउँदै जाने कहिले जिमको कन्टेन्ट बनाउने कहिले यताउति बनाउनेबाट भयो अनि त्यहाँबाट चाहिँ म प्लस टू सकेर इजलिन्टनमा मल्टिमिडिया गर्न गएँ कि अनि थर्ड इयरसम्म नि मलाई क्यामेराको बारेमा केही थाहा थिएन अनि इन्टर्न गरेँ मैले इन्टर्नमा चाहिँ बल्ल क्यामेरा छुन पाएँ राम्ररी क्या अनि के रहेछ कसो रहेछ होइन त्यति बेला मैले स्म्यासिङको नि अलिअलि गरेँ अनि त्यसपछि ब्याचलर सकेर यहाँ आएपछि मसँग अजमो पकेट 3 थियो अन्त त्यो सानो पुन्टे क्यामेरा त्यहाँबाट ल नि त जल्दी न त जहाँको भिडियो हुन्छ त्यहाँको बनाइदिउँ भनेर मैले ब्लेन्ड थाहा छ है हो त्यहाँ ब्लेन्डको मैले एउटा भिडियो बनाइदिएको थिएँ अनि त्यहाँबाट गर्दा 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 सिक्दा कन्टेन्ट यताउति हेर्दा के नै सर सिक्ने हो गर्ने हो भन्दा अलिअलि यताउति गर्दै त्यसरी नै नाइस त्यसमा स्टार्ट भयो लाइक तिमीलाई अब त्यो कुरा त भइहाल्यो होइन पहिला फ्रिलान्सिङ यताउता कन्टेन्ट क्रिएसन गर्थ्यो नि त सो वाट इन्सपायर यु टु बी लाइक फिल्म मेकर अनि ओन स्टुडियो यसरी होइन मेन गोल भनेको चाहिँ दाइ अब आई डोन्ट वान्ट वर्क अन्डर एनी वान के हुन्छ नि फ्रिली इन्डिपेन्डेन्ट अब म अर्काको कम्पनीमा गऱ्यो भने मेरो त्यो क्रिएटिभ फ्रिडमै हुन्छ जस्तो लाग्यो दप्छ जस्तो लाग्यो कि एक्ज्याक्टली अब फर इक्जाम्पल म एक्सवाइजी कम्पनीको लागि काम गरेँ भने अनि कति प्रायः त मेरो त्यो भोइसै सुन्दैन नि त कति उहरूले त कि त त्यस्तै इन्भाइरोमेन्ट हुनु पऱ्यो तेरो आइडिया दामी छ भन्दाखेरि होइन अनि बरु अब म आफै गर्छु अनि के अरे ऊ भयो नि अब मिस्टेक्स भयो भने आफै सिकिन्छ किनकि मिस्टेक्स नगरेर सिक्नु र मिस्टेक गरेर सिक्नुमा धेरै फरक छ कि भन्दै अनि त्यही भएर मैले मिस्टेक गरेर सिक्छु भन्न अनि बिस्तारै त्यो गर्दै अनि त्यसपछि धेरैवटा हुन्छ नि मान्छेहरूलाई भेटेँ अब सुजन दाईलाई भेटेँ सुजन दाईले नि अहिले क्रेजी गरिरहनु भएको छ होइन कति 5 इयर्स कि 7 इयर्स भइसक्यो नि त ड्रिम स्केपको त भन्नै पर्दाखेरि त्यहाँदेखि अनि त्यसपछि बिस्तारै बिस्तारै अरू केटाहरूलाई पनि भेटेँ यही फिल्डको अब आफ्नो फिल्ड बढ्दै गयो हजुर अब आफ्नो फिल्डको मान्छे नभेटेसम्म चाहिँ ए हुँदो रहेछ कि फिल्ड भेटेको पछि चाहिँ ए यस्तो 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 भन्दै अनि त्यसपछि वेडिङमा नि म त्यसो नै छिटो वेडिङमा त मलाई दाइ केही इन्ट्रेस्टै थिएन कि कसम मन पर्दैन दाइ वेडिङ त मलाई भएर
अनि मैले फर्स्ट वेडिङ खिचेको भनेको रिसेप्सन हो त्यही ड्रिम्सकेबाट दाइ उता स्टार ब्याङ्गेटमा कसको थियो त्यति बेला अभिषेक दाइहरूले ड्रिम्सकेबाटै गएको थियो हजुर हजुर म र सुजन दाइ अर्कै सुजन दाइ पुन्टेवाला सुजन दाइ त्यो दाइ थियो त्यति बेला अनि त्यहाँबाट अर्को एउटा बुकिङ आयो गर्दा 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 ठिक छ नि त वेडिङमा मनी पनि छ गरिदिउँ भनेर अनि कन्टेन्ट क्रिएसन त्यस्तै भयो अब आफ्नै घरमा बसेर भन्दा क्यामेरा छ किन युटिलाइज नगर्ने भनेर होइन अनि स्टुडियो चाहिँ कसरी खोल्नु भन्दाखेरि स्पेस छ होइन केटाहरू नि बिस्तारै हुन्छ सो वाइ नट हुन्छ नि अब मैले फ्रिल्यान्स गरेर एक्लै गरेर गरेँ भने त मलाई त म भनेर चिन्छ नि त तर एट दि एन्ड अफ द डे मान्छेले त कम्पनी खोज्छ नि त कहाँ काम गर्छौ के कम्पनीमा काम गर्छ भन्छ नि त एउटा कम्पनी खोल्यो भने त आनन्द भयो नि त where do you belong भन्दा नि भन्न मिल्दैन हैन त्यो आनन्द त्यो हुन्छ घरबाट नजिक पनि छ उ पनि छ आनन्द हो र त्यसरी खोल्यो मैले त सही हो रमाइलो छ that's how your journey start बनाउनु दाइ रमाइलो छ केटाहरू छ कहिले कहिले के गरिन्छ अब यहाँ सबैको आइडिया सन्देश इक्वालिटी हुन्छ हैन त्यही त म तिनीहरूलाई आइडिया ल्या मैले त केटाहरूलाई भन्छ आइडिया ल्याऊ तिमीहरूकै आइडिया गर्ने हो फर इक्जाम्पल आज उज्जवलको डान्स भिडियो खिच्यो उसकै आइडिया मेरो के आइडिया थिएन ओ भाइ गरौँ ओपन टु होइन त्यसैले अब अरू मान्छेहरूले किनकि स्टोरी एज अ क्रिएटर्स हब नि त एउटा क्रिएटर ल्याएर आफ्नो आइडियाहरू पिच गर्न पायो खिच्न पायो त्यही हो त्यो चाहिँ मेरो मेन गोल हो त्यति इजी भयो भने टिम अपमा अलि राम्रो फुल हुन्छ नि त हैन अलि अप्ठ्यारो लाग्ने के जस्तै के हुन्छ भने लाइक फर एन एक्जाम्पल तिमी डिरेक्टर हो नि त लाइक अब तिमीले डिरेक्ट गर्ने हुन्छ नट एभ्री टाइम तिम्रै आइडिएसन सुन्नुपर्छ भन्ने छैन एन्ड समटाइम्स अब दे गट द गुड आइडिएसन यस्तो गरौँ केटा हो त्यो 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 कुरा पनि वर्कआउट भयो भने चाहिँ बल्ल टिमअपको अलि राम्रो एउटा बेटर रिजल्ट आउँछ जस्तो लाग्छ कि त्यही त मलाई यो फिल्म मेकिङमा चाहिँ के भनौँ न तिम्रै हिसाबले सबै कुरा हुन थाल्ने अब होइन यस्तै गरौँ तिम्रो आइडिया राम्रो त छ बट लेट्स नट वर्क अन इट मेरै स्टाइलमा गरौँ भन्ने त्यो कुरा चाहिँ हुनुभन्दा पनि लाइक ल ठिक छ नि त तिम्रो आइडियासम्मै गरिदिउँ न हजुर होइन त्यो त्यसरी चाहिँ वर्क गऱ्यो भने चाहिँ अझ दामी हुन्छ जस्तो लाग्छ मलाई चाहिँ अब एकजनाको मात्रै आइडिया पिच भयो भने चाहिँ अरू के हुन्छ भने ए आइएम वर्किङ फर हिम टाइपको हुन्छ कि अब उसको नै आइडिया छ उसको नै आइडिया सबैको सुन्यो भने त ए यो त मेरै हो टाइपको एउटा होमली हुन्छ कि तर यिनीहरू केटाहरूसँग रमाइलो गर्ने चिल गर्ने हिजो त हामी हिजो त हामी कस्तो भयो त यहाँ टिकटकमा त्यो ढ्याङ्की ड्याङ हान्ने कि त्यो एक्सवाइजी आउँछ त्यसको कन्ट्री भन्ने कि त्यो एनिमलको नाम भन्ने बिन ब्यागले त्यो रमाइलो गर्ने हुन्छ नि त्यही भएर इट्स लाइक create a place for everyone के दामी you guys are doing very good thank you guys keep going हैन जस अब I saw that नि त यो फिल्म मेकिङ जर्नी को पनि एकअर्कालाई हेरेर मोटिभेट हुने त हो अनि देयर इज अ प्रेसर समटाइम्स यु फिल डिमोट पनि अब कति प्राय कुरामा त गरिरहेको छु भइरहेको छैन भन्ने नि हुन्छ नि त दिस इज अ क्रिएटिभ फिल्ड भनौँ न जानेर फेरि जति बेला पनि आइडिएसन आउँछ भन्ने हुँदैन यु निड टु कपी दोज थिङ्स एन्ड प्रेजेन्ट इन अ डिफ्रेन्ट वे नि त त्यसले गर्दा पनि आई स भेरी गुड राम्रो गर्दैछौ केटाहरू बवाल भइरहेछ त्यही माथि क्रिएटिभ फिल्डमा त नो वान इज रङ भन्छु म त यो फिल्डमा त नो वान इज रङ किनकि धेरै मिस्टेक्सले नै एउटा क्रेजी कन्टेन्ट बनिदिन्छ अनि त्यो के अरे मिस्टेक्स भयो नि त्यो मिस्टेक्स नै देखाइदियो भने पनि रिलेटेबल भइहाल्छ त्यही त एक्ज्याक्टली मान्छेले अनि त्यही त चाहिने हो नि जस्तै फर एन एक्जाम्पल अहिले रेकर्ड भइरहेछ वी डु द मिस्टेक्स एन्ड वी कट आउट द्याट नि त तर यो कुरा नि देखाइदियो भने त रिलेटेबल लाग्छ नि त एउटा पोडकास्टको लागि पनि सुट हुन कति टाइम लाग्छ एउटा वेडिङमा के अरे दुला र दुलहीलाई कति सेट गर्न कति टाइम लाग्छ त्यो बिहाइन्ड द सिन्स पनि रिलेटेबल हुन्छ नि एक्ज्याक्टली त्यो लाग्छ एकदम रमाइलो लाग्छ मान्छेहरूलाई चाहिँ फाइनल भिडियो भन्दा बिहाइन्ड द सिन्स हेर्न मजा लाग्छ रहेछ सिन्स मजा आउँछ क्या अहिले त कस्तो अनि अब अर्को कुरा के हुन्छ नि तिमीलाई ठ्याक्कै मेयोको कुराहरू सोध्यौ होइन समटाइम्स के हुन्छ भने मैले चाहिँ यो वन्डर फिल गर्थेँ कि भाइसँग चाहिँ अलिक पछि जानु पर्ला मेबी आई एम स्टिल नट गुड इनफ त्यो हुन्छ नि मोटिभेट गर्नलाई तर आई वान्ट बी द एक्जाम्पल अफ त्यो यङ सेफ एन्टरप्रेनर्सहरू जो मार्केटमा आउन रेडी छन् होइन जो पहिल्यै त्यो हुन्छ नि ए ल सकिँदैन होला नेपालमा त भन्ने त्यो मान्छेहरूलाई चाहिँ एउटा भनौँ न बाटो बन एक्जाम्पल बनिदिन हजुरले त अब मेरो त दामी चलिरहेको छ होइन अझै चल्छ नि दाइ अझै राम्रो हुन्छ एकदम क्रेजी हुन्छ नि लाइक यो अब यसो हुन्छ दाइ एउटा प्लेस र यसको ओनरको एउटा आइडेन्टिटी हुन्छ कि इफ द ओनर इज नट गुड प्लेस जसरी बन्द नै हुन्छ कि अब हजुरहरू हम्बल हुनुहुन्छ नि त मैले हजुर जति नि चिनेछु होइन एउटा हम्बल नेचरको हुनुहुन्छ हाँस्नुहुन्छ सबसँग इन्टरेक्ट गर्नुहुन्छ होइन अनि त्यस्तो टाइपको भएपछि चाहिँ मान्छेहरूलाई नि एउटा होमली फिल हुन्छ कि
ए दाइ छ चिल गर्ने हो दाइ भन त्यो भएर म जहिले जाँदा पनि बिमसलाई खै भनेर सोच्छु नि त त्यो भएर त्यही रिजल्टले त हो नि गफ गर्न मिल्छ त्यो गर्न मिल्छ ड्रिम्स केमा जाँदा नि सुजन दाइ के छ भनेर रमाइलो गर्न जाने त्यस्तै त त्यही हो हो दाइ कनेक्सन नै त्यो धेरै राम्रो भयो भने चाहिँ इट विल बी इजी भनौँ त्यही त दाइ प्लस अब नेटवर्किङ पनि नेटवर्किङ बढ्नु रिजन चाहिँ अब कम्युनिकेसन पनि राम्रो भयो भने जस्तो लाग्छ म तिमीसँग राम्रोसँग बोलेँ भने तिमीलाई राम्रो लाग्छ नि त्यही त त मलाई चाहिँ जहिले पनि आई वान बी द इजिएस्ट पर्सन क्या त्यो कसैलाई पनि त्यो कुरा राख्नलाई गाह्रो फिल नभओस् नो बडी फिल्स होइन हार्ड टु सेयर दोज देयर ओन थिङ्स टु मी त्यस्तो लाग्छ अनि पसलमा जो नि आउँछ ठिक छ अहिले त के लाग्छ नि अब बिजनेसमा भयो त्यो गर्न थालेपछि अब मान्छेको गाली यो सुकै जेसुकै इगो भयो फर्गेट अबाउट द इगो ठिक छ आइएम सो सरी भइहाल्यो वी विल गिभ यु नेक्स्ट टाइम होइन त्यो टाइपको हुने रहेछ क्या सो बिहाइन्ड द सिन्स अफ मेरो लाइफको कुराहरू त अब कति हुन्छ जुन कुरा मैले रेकर्डै गर्न पाउँदिनँ होइन अनि त्यो फिल हुन्छ लाइफमा कति कुराहरू भइरहन्छ तर दोज थिङ्स आर नट क्याप्चर्ड अनि आई गेस त्यो मैले र अब गडले देखिरहनु भएको छ द्याट आइएम रियली स्ट्रगलिङ अबाउट आफ्नै कुराहरूमा एभ्रिथिङ इज मेन्ट टु बी नि त बिस्तारै ब्लेसफुल छु अब बढ्दै जाऊँ यसरी लड्दै बढ्दै जानु तर हजुरको अब कुनै लाइक एउटा कस्टमर स्टोरी छ लाइक क्रेजी कस्टमर स्टोरी लाइक राम्रो नराम्रो क्रेजी स्टोरी चाहिँ तिम्रो के छ भन्दा I saw like few peoples who visit more than 4-5 times in a week. अनि त्यो देख्दा त यार ब्लेसफुल होला नि त यार होइन वी आर नट सेलिङ नेपाली फुड नि त त्यो मोमो चाउमिन बेच्या भए पो ल एकदम भातको साटा नि मोमो हाल्दिउँ मान्छेले कहाँ डिनरलाई स्किप गरेर बर्गर खान त एकदम कम छ नि त इभन नाइटमा हो भने त ठिक छ तर अझै पनि त्यस्तो मान्छेहरू त छैन नि त बर्गर खाने र भन्ने छ सो त्यसले गर्दा पनि हप्तामा 4-5 दिन भिजिट गर्ने कस्टमर्सहरू देखिरहेको हुन्छ नि त आई फिल लाइक मैले केही गर्न पाएँ भनेर म त्यति बेला नै फेभर गरिदिइहाल्छु अस्ति के भयो नि एनिभर्सरीमा ठ्याक्कै सुन है त्यो इन्डियन कपल छ कि भाइ द स्टडी त्यो सिएमसीमा अनि आइरहने सधैँ 4-5 चोटि फिल लाइक केही त दिउँ यार सधैँ आउँछन् होइन दे अलवेज लाइक पर्चेस मोर देन 1500 अनि फिल म त केही दिनुपर्छ आई गिभ देम कुपन के कुपन एन्ड आई गिभ देम किटक्याट अल्सो के दे वर रियली ह्याप्पी त्यो दे वर रियली ह्याप्पी अनि त्यति बेला उनीहरूले के भन्छन् दाई भन्छन् क्या अनि मैले सोधेँ हाउ डु यु फिल अबाउट मेयो मेयो आउँदाखेरि कस्तो फिल हुन्छ दाइ एकदम फेमिलियर लाग्छ अरे एउटा इन्डियनले लिटरली अनि त्यो देख्दाखेरि त जे ब्लेसफुल त होला नि होइन उसलाई फेमिलियर लागेको छ इजी लागेको छ आउन खानालाई होइन नट एबाउट द टेस्ट वानली नि त त्यो कुराहरू पनि मेन्टेन भइरहेछ सही हो दाइ यस लेट्स किप गोइङ होइन अब जे पनि हुन्छ सर्ट आउट गर्दै जाउँ यसरी नै फिगर आउट गर्दै जाने हो जे पनि अनि अब प्लस अब अबाउट द अन्टरप्रेन्योरको कुराहरू पनि के छ भने दिस इज अल्सो माई फर्स्ट टाइम होइन अब 2 वर्ष जति भयो सो यो कुराहरूमा चाहिँ अलट अफ फेजहरू आउँछ जहाँनिर यु फिल लाइक यु सुड गिभ अप अनि डु नट चेस फर द रिजल्ट्स जस्तो लाग्छ मलाई चाहिँ मान्छे चाहिँ आजकल के छ भने चिया पसल कफी पसल बबाल भिडभाड देख्ने बित्तिकै ओए चिया कफी पसल खोलिदिउँ होइन दे डु ह्याभ डिप पकेट होइन स्पेन्ड टु इन्भेस्ट त्यो कुराहरूमा तर दे डोन्ट ह्याभ त्यो भिजन आइडिएसन त्यो चाहिन्छ नि त अहिले त होइन अनि त्यो कुराहरू कतिको सर्ट डाउन हुन्छ त्यो कुराले गर्दा चाहिँ अब त्यो भएर आई विल डेफिनेटली रिकमेन्ड मान्छेहरूले त्यो टु द यङ अन्टरप्रेन्योर जो पनि कोही गर्न चाहनुहुन्छ होइन त्यो मान्छेहरूलाई चाहिँ चेस फर द ट्रेनिङ ग्राउन्ड्स जस्तै अहिले म ट्रेनिङ ग्राउन्डमा हो कि भाइ आइएम नट द्याट त्यो उसमा भनौँ न एभ्री वान निड्स टु लर्न हुन्छ नि फ्रम दि ग्राउन्ड लेभल के एकदम त्यो नदौडिँदा हुन्छ नभाग्दा हुन्छ अरूले कमाएको देख्दा यु स होइन अब मेयोमा आउँदा कति धेरै मान्छे छ ओए खुलम क्या हो त्यो नो डोन्ट गो फर द्याट के ट्राई टु फिगर आउट कसरी नलेज हुनुपर्छ फर एन इक्जाम्पल के हुन्छ अझ फुड बिजनेसमा चाहिँ के हुन्छ भन्दा मोस्ट अफ द सेफ्स आर नट त्यो ओनर्स नि त अनि त्यसले गर्दा पनि अरूको कम्पनीमा काम गरेर आएको हो नि त म पनि बाहिर सो आफ्नै जस्तो फिल गरेर गर्नुमा र त्यो गर्दा जस्तो गर्नुमा डिफ्रेन्स हुन्छ नि त एक्ज्याक्टली मैले अघि भने होइन हो त्यो हुन्छ अनि मैले भने नि तिमीलाई सो बिङ त्यो सेफ कुरा पनि मलाई नि कति बेला त फेडअप हुन्छ नि त त्यस्तो टाइपको हुन्छ तर फेरि एउटै कुराले क्लिक के हान्छ भने मेरो आफ्नै हो मैले नगरेकोले गर्ने त्यो कुरा चाहिँ हुन्छ सो अनि अब नयाँ गर्न खोज्ने मान्छेहरूलाई चाहिँ आई गेस यु सुड रन फर त्यो नलेजहरू कुरा होइन रिसर्चिङ गर्ने यो भिजन छ मेरो के अरे बिजनेसको चाहिँ होइन टार्गेट अडियन्स यो छ
अबको 5 इयर्स पछि यो गर्ने त्यो प्लानिङ चाहिँ हुनुपर्छ यार फर स्योर नै हुनुपर्छ किनभने ब्याक इन द 2 इयर्स मैले यति धेरै प्रि प्लान गरेँ नि अब आई हेभ थाउजन्ड अफ आइडियाज छन् त्यो मेनु लन्च कसरी गर्ने तर चितवनले त्यो खोजिरहेको छैन म किन लन्च गर्ने भन्ने त्यो हुन्छ क्या मार्केटले के खोजिरहेको छ त्यो अनुसार प्रोभाइड गर्दै जाउँ होइन यसरी नै अगाडि बढ्दै जाउँ फिगर आउट गर्दै हो भनौँ इट्स अ म्याराथन नट अ रेस रेसमा ट्र्याकमा हिँडिरहेको हो भनौँ न जस्तै सही हो दाइ सो अब लाइक हजुरलाई होइन एउटा अब के अरे मेयोको सट्टा लाइक बर्गरको सट्टा अरू केही खोल्नु परेको है फुडमै के चाहिँ खोल्नुहुन्थ्यो आई विल डेफिनेटली ओपन के अरे बिरयानी यस बिरयानीको चाहिँ के भयो भन्दाखेरि तिम्रो लाइक आई वर्क देयर फास्ट फुडको रेस्टुरेन्टमा तर के हुन्थ्यो नि कम्पिट हुन्थ्यो क्या एकअर्कामा क्या हामी साथीमा यस्तो हुन्थ्यो क्या ल बिरयानी बनाएर देखा त भनेर भन्थ्यो होइन न बनाउँदिनँ भनेर भन्थ्यो त्यो कम्पिट गर्दा गर्दै बिरयानीको यस्तो बवाल भइदियो क्या अब मैले खासमा अभिषेक दाईले त्यो टेबल टक्स भएर सुरु भयो भने दाईले ड्रिम्सकेपमा नै मैले बनाएको बिरयानी खानुभएको थियो सो अनि दाईको क्लिक आएछ बिजनेस गर्नुपर्छ बिरयानीको अरे कि होइन अनि मैले अनि त्यस्तो टेबल टक भइसक्यो अनि दाई म यो प्याटर्नमा चाहिँ होइन अरू 4 इयर्स मैले फास्ट फुडमा गरेको छु आई डु हेभ अ गुड नलेज अबाउट द फास्ट फुड रेस्टुरेन्ट किनभने राम्रोसँग वर्क गर्न पाएँ सो त्यसमा चाहिँ वर्क गरौँ न भनेर चाहिँ मेयो खोले भनौँ न ओके अब केएफसी र भिएफसीहरूको चाहिँ दे आर गुड इन चिकन होइन क्रिस्पी क्रन्ची आफ्नै टेस्ट छ तर सस वाट मेयो इज गुड एबाउट भन्दा चाहिँ ससमा दिउँ न Exactly. होइन अनि मोस्ट अफ द पिपल्स आर नट फोकसिङ अन इट त्यो कुरामा होइन अब बजारमा के पाइँदैन र मस्टार्ड सस पाइन्छ तिम्रो बार्बिक्यू ससहरू पाइन्छ होइन गार्किन्स पिकल्सहरू पाइन्छ तर पिपल्स डोन्ट नो हाउ टु मिक्स्ड अप एन्ड गिभ द फाइनल प्रडक्ट नि त त्यही इडली सस भने स्विट एन्ड सावर राख्यो त्यही त होला नि होइन पन्चडपहरू हब्सहरूको त्यो चाहिँ फाइनल प्रडक्टलाई चाहिँ मेयोले बेच्छ भनौँ न त्यसरी चाहिँ एउटा डिफ्रेन्ट हो भन्ने कुराले हो त्यसमा अगाडि बढिरहेको सो हजुरको वाट्स यो फेभरेट के अरे पर्फेक्ट बर्गर के हजुर अब बर्गर बनाउनु भयो भने कसरी चाहिँ बनाउनुहुन्छ टक्क लगाएर के त्यो चाहिँ मेरो बेस्टै हो मलाई चाहिँ त्यो स्म्यासिङवालाहरू मनपर्छ क्या त्यो क्रिस्पीहरू भन्दा नि क्रिस्पी पनि मनपर्छ तर आई लभ मेकिङ स्म्यास बर्गर्स के अझ मैले भने नि तिमीले मेयो मात्रै मैले तिमीलाई किमाको वाला पुस के अरे रिकमेन्ड गरेको थिएँ नि त्यो भएर त्यो स्म्यासिङमा खाने बेला कस्तो मजा आयो क्या त्यो वर्किङ अन त्यो स्म्यासको कुरामा कति राम्रो तरिकाले त्यो फ्लेभर क्या त्यो जुसीवाला आएको छ नि त्यसमा वर्कआउट गर्नु छ क्या मलाई चाहिँ अझै ओके स्म्यासिङमै क्या यहाँनिर अब फेरि के छ भने चिकनको मिट बेचेपछि फेरि बफको मिट मिक्स नगरौँ भन्ने त्यो कुरा नि छ त्यसले गर्दा नि बफ लन्च नगरे हो नत्र बफको किमाहरूको मिट चाहिँ बबाले जुसी हुन्छ नि त्यसको टेन्डर त्यो हुन्छ नि फ्यारी यो गार्लिक ससहरूमा बब्बाल हुन्थ्यो अर्को बर्गर मगाउनु लाग्छ त्यस्तै लाग्छ भने सही दाइ तर अहिले नि मिठै भन्छ त चिकन पनि मिठै छ त चिकनको नि यो क्रिस्पी हजुरको त अझ तिनवटा भेराइटी ग्रिल्ड क्रिस्पी किमा भयो नि त अब त सही छ तिनवटा भेरिएसन भयो तिनवटा भेरिएसनमा जे होस् अब सबैले आफ्नै फ्लेभर अनुसार खाओस् भन्ने कुरा के सो अब कोही त अब मेन्यु हेरेर कन्फ्युज हुन्छ नि त अनि तिनीहरूलाई चाहिँ कसरी गाइड गर्नुहुन्छ कि हजुरले चाहिँ यो बर्गर चाहिँ पर्फेक्ट हो भनेर ओके त्यो कुरामा चाहिँ के छ भने तिम्रो सुरुमा चाहिँ यो कुरा एकदम कन्फ्युजन हुन्थ्यो त्यो सस टेस्ट गराएर भन्नुपर्ने हुन्थ्यो तर अहिले 1 इयरसम्म आउँदाखेरि चाहिँ मोस्ट अफ द पिपल्स नो एबाउट द सस टेस्ट पनि अनि इफ दे आर न्यू देन हामीले चाहिँ त्यो यतापट्टि ब्ल्याकबोर्डमा ससको डिस्क्रिप्सन नै लेख्दैछौँ त्यो देखाउँदा नि बुझ्नु भएन नि देन वी क्लियरिफाई द सस इन्ग्रेडियन्ट्स अनि त्यो हाउ इट टेस्ट भन्ने कुराहरू ससको टप 3 ससेसहरू चाहिँ कुन हो मेरो टप 3 चाहिँ डाइनामाइट एन्ड देन साफो एन्ड देन मेयो गार्लिक बार्बिक्यू मन पर्छ बार्बिक्यू पनि मनपर्छ बट त्यो स्विट एन्ड स्मोकी हुन्छ नि त सो द्याट नेपालीको त्यो टेस्ट चाहिँ त्यो लाग्छ कि मलाई चाहिँ ए ठिक सो दाइ के अरे अब यु सेड नि त बिगिनिङमा हजुर अब्रोड जानु भएन होइन लाइक यहीँ बसेर गर्नुभयो तर अब कहिलेकाहीँ डु यु रिग्रेट नट गोइङ टु अब्रोड
आई डु नट रिग्रेट एट अल त्यो बाहिर जाने कुरामा चाहिँ। उम्, तर मैले भने नि इफ यु हेभ अ गुड पेसेन्स देन गुड थिङ्स विल कम टु यु एट द राइट टाइम होइन। अब त्यो कहिले हुन्छ जस्तै फर एन इक्जाम्पल तिम्रो नेक्स्ट इयरमा अलिकति इफोर्ट लगायो भने केही मोर सरप्राइजेसहरू आउला, अँ, बेटर रिजल्ट्स आउला तिमीले खोजेको कुराहरू। अब मेरो 2 वर्ष भयो होइन, अब लेट्स सी राम्रो भइरहेछ, सच अ गुड स्टार्टअप भइरहेछ, गर्दै जाउँ। नट द्याट त्यो बाहिरको त क्यास फ्लो त नेक्स्ट लेभलै हुन्छ, त्यत्रो कमाएर आएको मान्छे होइन। अब यहाँनिर अलिकति क्यास फ्लो कम देख्दाखेरि त आफूलाई कहिलेकाहीँ त डिमोटिभेट त हुन्छ, नहुने होइन तिमीले भने जस्तै। तर समहाउ आई हिल्ड माइ सेल्फ भनौँ न, लेट्स डु इट, गरौँ न अझै के छ र। 2 वर्ष भयो, अझै 5-6 वर्ष 10 वर्ष दिउँ टाइम। त्यही त स्लो एन्ड स्टेडी म्याराथन भनौँ न। लेट्स वेट फर द बेटर रिजल्ट। सो लाइक हेभ यु एभर थट अफ एक्सपेन्सन लाइक अर्को आउटलेट खोल्न? यस यस डेफिनेटली, किनभने मेयोको त्यो दर्ता हुनुको रिजन नै प्राइभेट लिमिटेडमा हुनुको रिजन नै फुड फ्रेन्चाइज नै गर्ने हो। सो वी आर मुभिङ टु डिफ्रेन्ट सिटिज मेबी दिस इयर भेरी सुन होइन। अनि त्यो कुराले गर्दा पनि अब कन्फ्युजन के छ, सिटी सेन्ट्रिक जाने कि हाइवे सेन्ट्रिक जाने भन्ने कुरामा चाहिँ पद छ मैले। सो वी आर प्लानिङ अन, वी आर वर्किङ अन द्याट। त्यो कुरामा पनि एक्सपान्सन हो नि। अब यहाँको चितवनको तिम्रो स्टोरको एसओपी क्रिएट भएपछि अपरेट आफै बिना पनि अपरेट भएपछि चाहिँ सो आई क्यान जम्प ओभर द एनदर सिटी मेयोकै नामले। हामीले त्यो ठाउँहरू भिजिट गरेर आइसक्यौँ क्या, काठमाडौँमा कहाँ खोल्ने, पोखरामा कहाँ खोल्ने होइन। प्राइसिङ चाहिँ त्यही हाल्ने? प्राइसिङ अलिकति डिफ्रेन्स हुन्छ एकोर्डिङ टु द अब त्यहाँको मार्केटको कति पर्छ के पर्छ होइन। चितवनमा कुनै कुनै कुराहरू सस्तो हुन्छ, अब त्यहाँ महँगो हुन्छ त्यो कुराहरू। ओके, एउटा अब अब यो त के भन्ने बर्गर जोइन्टै भन्यो भने भन्छ होइन। बर्गर जोइन्ट बर्गर जोइन्ट चलाउन कतिको स्ट्रेसफुल हुन्छ दाइ? तर अब बर्गर जोइन्ट कतिको सजिलो हुन्छ भन्दा पनि अब मैले भने नि एकदम स्ट्रेसफुल। जे कुरामा पनि स्ट्रेसफुल इफ यु डोन्ट ह्याभ अ गुड टिम। एबाउट द टिम त्यो भएन भने चाहिँ यु विल फिल लाइक लो के, भेरी लो। किन भन्दाखेरि तिमी त्यो आँट्नै सक्दैनौ क्या। जब तिमीसँग एउटा स्ट्रङ टिम गुड टिम छैन भने, हु मोटिभेट्स यु, हु फोर्स यु टु लेभल अप होइन, त्यो कुरा भएन भने चाहिँ आई गेस यु कान्ट डु। अनि मेरो लागि चाहिँ अब स्टार्टिङमा के थियो, आई वाज फुल्ली प्रिपेयर भाइ। अनि एकदम मैले भने नि नर्भस एट द सेम टाइम अनि एक्साइटेड एट द सेम टाइम होइन। त्यो कुराले गर्दा पनि मार्केटमा मन पराउँछ कि नै, फरेन स्टाइलको टेस्ट के होला भन्ने कुरा क्या भाइ। कमर्सियलमा त अब जस्तै मेरो सर्कलको मान्छेलाई मैले बोलाएँ, मिठो छ राम्रो छ, तर नट द्याट वे नि त। कमर्सियलमा त यो चिकन प्याटी राम्रो छैन भनेपछि त राम्रो छैन भन्नु पऱ्यो नि त। सो आई निड टु वर्क अन द्याट, त्यो कुरा हुन्छ। तर अब बर्गर जोइन्टको जर्नीमा चाहिँ इट वाज नेभर इजी भनौँ न। अब मेन त फरेन स्टाइल गर्न खोजेको थियो मैले। त्यो स्टक राख्न एकदम गाह्रो हो नि, मार्केटमा मैले खोजेको जस्तो इन्ग्रेडियन्ट्सहरू पाउन एकदमै गाह्रो भयो। अनि फर एन इक्जाम्पल 1 विकको लागि स्टक्स गरेँ, अब सेकेन्ड विक त्यो सामानै नपाइदिने कि भाइ बजारमा। ल व्हाट्स विल आई डु भन्ने क्या। फर एन इक्जाम्पल तिमीलाई क्रेभिङ भइरहेछ टोटिला खाने होइन, अनि मेयो डजन्ट ह्याभ टोटिला भन्दाखेरि कस्तो फिल हुन्छ? ल मेयोले तिमीलाई सरी फिल भन्छ होइन, बट यु डोन्ट गेट वाट यु वान्ट नि। सो हामी हस्पिटालिटी लाइनमा बसेपछि त्यो कुरा चाहिँ दिनै पर्छ क्या। वी आर हियर टु गिभ यु सर्भिस नि त। तर त्यहाँनिर मार्केटमा त्यो सामान नपाइदिँदा कस्तो फ्रस्ट्रेट भइदिने कि उफ माई गड। उफ त्यति बेला चाहिँ उफ हेल ब्रो व्हाट्स विल आई डु यस्तो हुने कि। अनि त्यही भएर वेन एभर वी गट द गुड एमाउन्ट देन काठमाडौँदेखि डाइरेक्ट इम्पोर्ट गरेर ब्याकअप किचनमा स्टोर गरिदिइहाल्छौँ भनौँ न। इट वाज नेभर इजी फर मी एबाउट द त्यो सामानहरू किन्न चाहिँ। अनि आई गेस मलाई के लाग्छ भने चितवनको मार्केटले चाहिँ इज स्टिल लुकिङ फर मोर डिमान्ड्स होइन। जहाँनिर डिमान्ड्स धेरै भयो भने बल्ल आई गेस सप्लाई हुन्छ होला होइन। अनि वी हेभ अ भेरी लेस सप्लायर्स जहाँनिर थडाई सप्लायरहरू बल्ल दे आर सेलिङ हाम्रो प्याटर्नको कुराहरू। आई गेस अझै यस्तो मार्ट्सहरू खोल्यो भने चाहिँ इट विल बी इजियर फर अस भनौँ न। यहाँ पाएन भने त्यहाँ किनौँ न भन्ने कुरा हुन्थ्यो। एक्ज्याक्टली। अनि अब आई गेस चितवनको मार्केटले चाहिँ एउटा नयाँ रूप लिगोस् चाँडै नै, धेरै चाँडो नै अब डिमान्ड्सहरू बढिदियोस् होइन।
म त चितवनको मार्केट अरूको अब अरू हाई लेभल सिटी अब काठमाडौँ र पोखरा भन्दा 5 to 10 years ब्याक छ जस्तो लाग्छ कि एकदम एकदम है हो त्यो चाहिँ हो आई फिल द्याट एन्ड आई स द्याट पनि एभ्रिथिङ के एभ्रिथिङ होइन अब बल्ल चितवनको मार्केटमा यो फोटोग्राफीहरूको नि बल्ल अलिकति हाई पाइरहेको छ कि हो पहिला त छैन नि अन्त अरूहरू नि अब फास्ट फुड चेनहरूको नि भयो नि त दाइ बर्गर मेरो अगाडि हजुर कहाँ बर्गर खान जानुहुन्थ्यो ल मिठो बर्गर खान मन लागेर हजुर कहाँ जानुहुन्थ्यो कहाँ जानुहुन्थ्यो नि एक्ज्याक्टली अब पिज्जा पनि त्यस्तै छ पिज्जा पहिला मस्ट टाइम थियो ल त्यो ठिक छ अहिले त्यस्तो छैन सबै कुराको त्यो हुन्छ नि 5 वर्षपछि त्यहाँ ट्रेन्ड समातेर त्यो भइसक्यो बल्ल आउँछ नि एक्ज्याक्टली त्यस्तो क्या अनि दाइ अब फर इक्जाम्पल भोलि होइन हजुर एकदमै त्यो कामै गर्न मन लागेन अरे के टाइपको भएर होइन के गर्नुहुन्छ लाइक स्टोरमै जान मन नलाग्ने कामै गर्न एकदमै थकाइ लाग्छ कि थकित हुनुहुन्छ कि स्ट्रेस स्ट्रेस भन हाउ डु यु मोटिभेट योरसेल्फ आई लिसन टु मन्त्रहरू क्या लाइक शिव भगवान् बुद्ध भगवान् लर्ड शिव लर्ड बुद्धको टक्क बजाइदिने फिल एकदम आनन्द त्यो एउटा छ नि वेन एभर यु फिल नम नम शिवाय भन्छ नि त्यो वाला फिल हुन्छ अनि यो फेजमा आउँदाखेरि ठ्याक्कै तिमीले कस्तो राम्रो क्वेसन गऱ्यो यो फेजमा आउँदाखेरि कहिलेकाहीँ हुन्छ भाइ कहिलेकाहीँ होइन मोस्ट अफ द टाइम्स के हुन्छ फेडअप नै हुन्छ सबै छोडेर यस्तै अति नै भइसक्यो यार के गरिरहने भन्ने जस्तो हुन्छ होइन तर त्यति बेला चाहिँ आई हिल माइसेल्फ कसरी भन्दा त्यही बाई लिसनिङ गड्सको साउन्ड सङ्ग्सहरू त्योहरू मन्त्रहरू सुनेर आनन्द लाग्छ कि आजकल त एकदम के एकदम पिस लाग्छ के मन आत्तिन्छ नि मन आत्तिन्छ घबराउँछ हुन्छ नि के भइरहेछ आई डु यत्रो इन्भेस्टमेन्ट होइन सबै कुरा राम्रो भइरहेछ तर पनि किन कहिलेकाहीँ होइन इट फिल्स एम्टी होइन त्यो बेला चाहिँ अनि लिसनिङ टु गड सङ्ग्स आनन्द लाग्छ भयो अनि रिफ्रेस हुन्छु नुहाउँछु मजाले फ्रेस हुन्छु ब्याक टु वर्क गर्ने ब्याक टु वर्क त्यही हो त्यहीमा अब हजुरले अलिकति बुस्ट चाहिन्छ नि हामीसँग हिमालयन भाइटालिटीको छ हाम्रो स्पोन्सर हाम्रो भाइटालिटीको शिलाजित छ सो डु चेक इट आउट गाइज हिमालयन भाइटालिटीको शिलाजित हुन्छ नि सबै अब यो चाहिँ प्राइमरली दे आर फोकस अन एथलिट्सहरू होइन तर अब एभ्री डे एक्टिभ हुने ह्युमन बिङ्सहरूलाई हुन्छ नि सबैजनालाई यो चाहिँ हुन्छ कि सो बेसिकली तिनीहरूको प्याकेजिङ अब हुन्छ नि हेर्नुभएको छ नि कसैलाई हुन्छ त्यो प्याकेजिङ अनेस्टली भन्नु एकदम है एलिगेन्ट टाइपको छ नि तिनीहरूको भित्र चाहिँ हामीसँग 3टा कुरा तिनीहरूको हुन्छ कि एउटा चाहिँ कस्तो क्युट टाइपको क्या त्यो बाहिरबाट म त त्यो गेस नै गरेको थिएन अघिसम्म सजाउन छुट्टै के राखेन होला हामी सोचिरहेको सो सुरुमा चाहिँ यो गाइड बुक हुन्छ शिलाजित कसरी खाने के गर्ने तिनीहरूले चाहिँ के गर्छ भन्दाखेरि बुढाल कण्ठमा म्यानुफ्याक्चरहरू गर त्यो माथि एउटा पर्वतबाट लिएर आउँछ अनि बुढाल कण्ठमा तिनीहरूलाई माइनिङ गरेर पुरै त्यो के भन्छ त्यसलाई छुट्याउँछ कि ए ग्रेड बी ग्रेड सी ग्रेड भनेर छुट्याउँदो रहेछ तिनीहरूले प्योर निकाल्छ कि तिनीहरूले होइन अनि भित्र चाहिँ हाम्रो एउटा शिलाजितको यो पट्टा भयो यु क्यान स्मेल इट सुन्नु न कसले सुँगाउँछ दाइ स्मेल है वाउ यार यो त खतरै यो त खतरै भयो नि त यार अनि त्यसमा चाहिँ स्पुन पनि हुन्छ कि स्पुनको टक्क लगाएर अनि यसमा चाहिँ के एउटा फिचर हुन्छ भने यो टक्क लगाएर यहाँ यसो झुन्डाइदियो भने आफै डिजल्भ हुन्छ कि हो सो चाहिँ हामी एकछिनमा ट्राई पनि गर्नेछौँ है ओके स्योर एभ्री गेस्टले यो चाहिँ ट्राई गर्नुहुन्छ कि अनि उहाँले चाहिँ अब हामी लाग्यो बिस्तारै क्रेजी थिङ्सहरू डिफ्रेन्ट क्रिकेटर्सहरूलाई नि स्पोन्सर गर्नुहुन्छ होइन एनएसएलहरू एनपिएलहरू पनि गर्नुहुन्छ उहाँले यु गाइज आर डुइङ सो गुड ह्याट्स अफ टु हिमालय भाइटालिटी टिम त्यही भएर अब हजुरले भन्नु न यु आर स्पिरिचुअल पर्सन नि कतिको इट प्लेज के लाइक बिलिभिङ इन गड हुन्छ नि स्पिरिचुअली कतिको इट प्लेज अ रोल इन यर लाइफ डे टु डे लाइफ अ लट अफ किन भन्दाखेरि पहिला चाहिँ के लाग्थ्यो टेम्पल्स आर लाइक त्यो प्यारेन्ट्स गयो भने गइदिउँ न भन्ने टाइपको अनि कुनै पनि अकेजन भयो भने टेम्पल गइदिउँ न भन्ने टाइपको हुन्थ्यो तर अहिले यो फेजमा चाहिँ इफ गुड थिङ्स ह्यापनिङ टु यु देन त्यति बेला पनि सम्झिनुपर्छ गडलाई यु सुड से थ्याङ्क्स गड राम्रो भइरहेछ त्यो कुरा अनि अर्को कुरा एबाउट द गड कसैले पनि क्रिएसन अफ गड यस्तो स्ट्रक्चरको देखिन्छ जस्ट इमेजिनेसन हो क्या होइन मलाई चाहिँ त्यो लाग्छ अनि गड भन्ने बित्तिकै एउटा पोजिटिभ इनर्जी बिल्डअप हुन्छ
जहाँनिर नेगेटिभ एनर्जीहरू कस्तो हुन्छ नि वाट इफ डजन्ट वर्क आउट हजुर होइन अब गडलाई सम्झेपछि वाट इफ इट वर्क्स होइन एक्ज्याक्टली यो क्वेसन्सहरूको चाहिँ एन्सर चाहिँ गडसँग छ भन्ने कुरा चाहिँ म त्यो फिल गर्छु इभन हुनैपर्छ होइन म बेडमा सुतेर फेरि ए भोलि बबाल हुन्छ भनेर नि हुँदैन हुँदैन त्यो हुँदैन किनभने यु हेभ टु स्ट्रगल अलट गड विल सो यु द डिरेक्सन होइन जस्ट अ पोजिटिभ एनर्जी के छैन त कसलाई थाहा छ र हु नोज हेभन हेल छ कसलाई थाहा र होइन एउटै पाएको लाइफ एउटै एकै जुनीमा दिएको गडले यो लाइफ लेट्स लिभ इट फुल्ली होइन बबाल वेमा नि आफूलाई के गर्न मन छ त्यो बिन्दासले जिउने हो क्या त्यही भएर आई नेभर स गड नेभर स घोस्ट एनी कुरा पनि तर राम्रो र नराम्रो हुन्छ भने चाहिँ अब आई विल अलवेज बिलिभ गड चाहिँ पोजिटिभ एनर्जी मेरो चाहिँ पोजिटिभ एनर्जी भनेर म त्यसरी सम्झिन्छु भनौँ सो गड इज लाइक अ फेथ टु यु एकदम होप वी निड टु हुन्छ नि होप चाहिँ एउटा कुरा हुनैपर्छ रे लाइक एभ्री टाइम हामीले नराम्रो थट त किन कहिले आउँदैन र दाइ झन् एभ्री एउटा लाइफको एउटा स्टेपमा आउँछ कि अब फर इक्जाम्पल बाइक चलाउनेदेखि एउटा बिजनेस खोल्नुसम्म एभ्री स्टेपमा त एउटा नराम्रो आइडिया त नि तर एट द सेम टाइम एउटा पोजिटिभ आइडिया पनि ल्याइराख्नुपर्छ आफैबाट भए पनि हुन्छ नि इट्स गोना वर्क आउट हुन्छ राम्ररी सक्छस् त्यही त फेथ हो त्यही त एक्ज्याक्टली अब हुन्छ नि लाइक मलाई यो भगवान् भनेको चाहिँ एउटा मिडियम जस्तो लाग्छ कि अब छ छैन हजुर भने जस्तो छैन बुझ्नु जस्ट मिडियम फर पिपल टु नो देयर इज फेथ के यु निड टु होप हुन्छ नि अब के भन्छ अरे लाइफमा धेरै नराम्रो अप्स एन्ड डाउन त टन्नेको हुन्छ नि त हुन्छ नि क्रेजी अब कसैको त नराम्रै डाउन हुन्छ नि त तर त्यही डाउन भएको मान्छेको पछि गएर एउटा दामी कुरा भइदिन्छ नि त किनकि हि बिलिभ नि त त्यही त अब त्यसले त्यही मेरो नराम्रो भयो आइएम गोना एन्ड इट भनेर त्यस्तो भनेको भए नहोस् नि अब कोही के मेन्टालिटी हुन्छ भन्दाखेरि लाइक मैले एउटा टिकटक हेर्दै कि त्यो ऊ के मैले नि त्यस्तो मान्छेहरूलाई भेटेको पनि छु जहाँ के भन्छन् भने गड भएको भए यस्तो दुःख भएको मान्छेहरूलाई हेर्थेन होला भन्ने कुरा गर्छन् नि सो त्यो कुरामा पनि के हो भने लाइक अब उयो छ नि त डिफ्रेन्ट काइन्ड अफ पर्सन रोडमा मान्छेले कसैले दुःख पाइरहेको हुन्छ कसैले के गरिरहेको हुन्छ तर अब गडले नै आएर फिल्म सिनेमातिर जस्तो होइन ब्लेसिङ गरेर पावर दिएर होइन ए ठाउँको ठाउँ बङ्गला दिने होइन गोल्ड दिने त्यो द्याट्स अ फुलिस थिङ त्यो कहिले पनि हुँदैन रियल लाइफमा रियालिटीमा हुँदैन होइन गड एपियर्स भएर मलाई सबै कुरा यस्तो मलाई चाहिएको छ घर बङ्गला पैसा चाहिएको छ दिनुहुन्छ द्याट्स अ फुलिस थिङ एउटा कुरा के हो भन्दाखेरि जस्ट अ वे अफ लिभिङ लाइफ डिफ्रेन्ट हो तिमीले टी सर्ट र प्यान्ट लगाएर पनि तिमी खुसी छौ म ज्याकेट र प्यान्ट लाउँदा नि खुसी छु कोही कटु र प्यान्ट लगाएर नि खुसी छ जस्ट अ सेटिस्फ्याक्सन हो क्या लेभल अफ सेटिस्फ्याक्सन हो कसरी लाइफलाई जिउने भन्ने मात्रै फरक हो एक्ज्याक्टली कसको लाइफमा चाहिँ गाह्रो छैन होला यार त्यही त चोइस हो नि त जस्ट एउटा डिफ्रेन्ट के हो भने हाउ यु रिप्रेजेन्ट योर सेल्फ क्या तिमीले आफ्नो मुड कसरी आफूलाई मेन्टेन गर्छौ त्यो डिपेन्ड गर्छ अनि एबाउट द गड पनि कति मान्छेले के भन्छन् भने गड भएको भए त सबै कुरा फिगर आउट हुन्थ्यो होला यस्तो मान्छेले दुःख किन पाउँथ्यो यस्तो किन हुन्थ्यो होला मेबी द्याट इज रिटर्न नि त त्यही त त्यो त हो होइन मेबी समवेयर इट इज रिटर्न नि त मेबी समवेयर इट इज रिटर्न कि यु सुड विस एन्ड यु सुड डु अ लिटल बिट मोर पुसअप होइन त्यो हुन्छ होला नि त मैले भने नि मेरो लाइफमा कति बेला जेस्चर हुन्छ भनेर आई नेभर इमेजिन माई सेल्फ लाइक सेफ हुन्छु को फाउन्डर हुन्छु मेयोको भनेर मैले कहिले इमेजिन गरेन क्या भाइ सो सबै ब्लेसफुल हो एउटा मुभ अनि त्यसपछि त्यसमा फुल्ली वर्क अन इट होइन एकदम फोकस्ड भएर त्यसलाई नै टाइम दिने अनि त्यो भएपछि त्यो एनर्जीलाई चाहिँ बल्ल बुस्टअप गर्नलाई चाहिँ यु बिलिभ इन गड त्यहाँ चाहिँ एउटा होप छ है अनि म चाहिँ त्यसरी फिल गर्छु अहिले यो फेजमा चाहिँ भनौँ न त्यही त नट कसैलाई पनि हातमै दिन्न कि भगवान्ले त्यो स्टुपिडिटी हो त्यसरी कहिले नै हुँदैन त्यो भगवान्ले चाहिँ बरु के लाइक गड भयो नि के भन्दाखेरि फाइन्ड युर ओन पाथ के एउटा पाथ बनाइन्छ अब त्यसमा हजुर जाने हो कि होइन अब फर इक्जाम्पल एउटा कस्टमर हजुरकोमा आयो अनि छि बर्गरलाई छि भन्यो भने हजुरले ए यो मान्छेले बर्गर छि भन्यो म त भोलि बन्द गर्छु भनेर भन्नु नि यो इभन हार्ड त कसरी म बेटर बनाउन सक्छु एक्ज्याक्टली हजुरले त्यो पाथ चुज गर्नु भयो नि त त्यही त हो नि दाइ हो नि त अब
अब यो हाम्रो स्पिरिचुअल भएन, लेट्स टक अबाउट मेन्टल हेल्थ हुन्छ नि। अब एज अ म्यान हजुर एक्लो छोरो हो कि लाइक यु हेभ सिब्लिङ्स? लाइक मेरो चाहिँ दुईटा मम्मी हो, हजुर। बट म चाहिँ कान्छीपट्टिको भनौँ न, ए ओके। बट द ड्याड इज सेम। सो एउटा प्रेसर हुन्छ नि त छोरा मान्छे भएपछि स्पेसली Obviously. हुन्छ नि, एउटा कमाउनु, घर हेर्नु, बिस्तारै यु गोना गेट म्यारिड कि भइसक्यो Please, I am होइन जस्टिन केस हो married भयो भने त म obviously you guys I will miss call you guys. स्योर स्योर लाइक ह्याप्पिली आउँछ हामी। म त तर होइन, I don't want to see my circle चाहिँ के भन्दाखेरि अब छ नि त ड्रिमस्केप नि छ नि त, दाइहरू छन्, केटाहरू छन्, अब यहाँ पनि तिमीहरू छ नि त, तर मलाई चाहिँ मेरो केटाहरू क्यामेराम्यान हुनु मन छ, क्यामेराम्यान इन्जोय I want them on my back, full on party हो त्यो चाहियो हैन। एक्ज्याक्टली इभन मैले ठुलो बिहे गरेन भने पनि सानो सर्कल होस्, रमाइलो गर्ने के भाइ, एक्ज्याक्टली त्यो हो यो मलाई त्यति बेला त्यो फिल्म यो त्यो केही पनि छैन। एक्ज्याक्टली I want my boys to be rest that day, मजाले के पिसफुल्ली। त्यो झन् राम्रो हो। अब आफ्नै साथीकोमा गर्छ खिच्ने प्रेसर लिन्छ कि रमाइलो प्रेसर गर्ने हुन्छ नि त, त्यो देख्नै जान्दैन कि म चाहिँ किन होइन। मैले मेरो कजनको पनि त्यही गरेँ, अब खिच्नु भन्दा नि अब त्यहाँ गएर छुट्टै प्रेसर हुन्छ नि त वर्कमा गएर, एक्ज्याक्टली गएको हुन्छ नि त, लाइक इभन यु सेलिब्रेट अल्सो त्यति मजा आउँदैन क्या। एक्ज्याक्टली। मेरो भाइ तिमी मेरो बिहेमा हौ, के अरे सुट लाएर क्यामेरा बोकेर नि आऊ है भने नि, यु विल राइट द स्क्रिप्ट हैन, यु विल थिङ्क अबाउट हाउ टु सुट, त्योमा पनि तिम्रो एनर्जी गयो नि त। एनर्जी सुल बी के फाडु हान्ने हो दाइकोमा, रमाइलो गर्ने हो, त्यो मेन्टालिटी मात्रै फिल एकदम आनन्द ल्याउने के, त्यो हो नि त। हो त्यो सही हो सही हो। हेभी माइन्ड्स नभओस् के, मलाई चाहिँ त्यो लाग्छ एक्ज्याक्टली आफ्नो मान्छेको वेडिङमा चाहिँ। सही हो दाइ। सो कमिङ ब्याक टु अब मेन्टल हेल्थ नि त कतिको त्यो लाइक हाउ डु यु कोप विथ थिङ्स के, अब यो स्ट्रेस मेन्टल स्ट्रेसहरू अनि अब कहिलेकाहीँ यो बिहान उठेर काममा नजानु त्यो फिजिकल स्ट्रेस भयो नि त, कतिपय त अब मेन्टल्ली नि कति डिग्रेडिङ हुन्छ नि त। अब फ्यामिलीको प्रेसर, त्यसमा फेरि कामको प्रेसर होइन, फेरि आफूलाई नि प्यासनहरू हुन्छ आफ्नो पनि, फर इक्जाम्पल हजुरको प्यासन फिल्म मेकिङको भन्नुभयो नि त है, त्यो पनि प्यासनलाई फलो गर्ने, फ्यामिलीको हेर्ने कि यो गर्ने। सो हाउ डु यु डिल विथ दोज थिङ्स? द्याट्स भेरी हार्डेस्ट थिङ होइन। यो कुरा चाहिँ लाइफमा कति म आई युज टु वन्डर, कसैले सोध्दै हुन्थ्यो यस्तो, जस्तो तिमीले सबै कुरा के सोधिरहेको छौ, बिहाइन्ड द सिन्स अफ मेरो लाइफको कुराहरू क्या, नट एबाउट द मे वान नि त होइन। एउटा पर्सनको जस्तै एउटा व्यवसायको लाइफ स्टोरी बिहाइन्ड चाहिँ के छ भन्ने कुरा पनि बुझिन्छ नि त यो कुराबाट चाहिँ। सो एबाउट त्यो कसरी डिल गर्ने कुरा चाहिँ मेन्टल हेल्थ हुन्छ, मजाले हुन्छ कहिलेकाहीँ। किनभने तिमीले भन्यौ नि, अब मैले त्यति बेला कन्टेन्ट क्रिएसन गरेँ तर आई नेभर रिग्रेट द्याट थिङ्स। अहिले यार आई क्यान सुट द भिडियो, आई क्यान मेक इट कन्टेन्ट बाई माइ सेल्फ के। अनि मलाई त्यो एउटा त्यो भनौँ न त्यो त्यति बेला लर्न गरेको कुरा अहिले काम लाग्यो होइन। अनि फर एन इक्जाम्पल म एउटा लाइफको पाथमा पुगेपछि आई विल बाई माई ओन क्यामेरा पनि मेरो लागि के, त आई विल एडिट माई ओन पर्सनल भिडियोज। त्यो कुराहरू किन भन्दाखेरि चाहिँ एउटा हबिज हो नि त त्यो पनि होइन। लाइफमा त्यो सिकेँ, त्यो कुरा पनि एउटा त्यसलाई पनि इन्जोय गरौँ न लाइफमा भन्ने त्यो चाहिँ फिल छ। अनि एबाउट द डिलिङ अरू अरू कुरामा चाहिँ हुन्छ यार, फ्यामिली प्रेसर यो त्यो हुन्छ। अनि अब झन् म त के अरे फ्यामिली सिक पर्सन हो अझ होइन। अब म त अब भनौँ न ब्याक इन द डेज अब त्यस्तै कुराहरू भयो, लाइक ड्याड बित्नु भयो। सो पिलर्स ढलेपछि कस्तो हुन्छ यु नो हाउ मेन ग्रो अप भन्ने त्यो कुराहरू। सो त्यति बेला पनि लाइक अब अहिले 10 इयर्स भयो अनि आइएम बिल्डिङ अन माई ओन थिङ्स। अनि के हुन्छ भन्दाखेरि लाइक अब तिमीले भने जस्तो के लाइफमा कति कुरा हुन्छ नि त गर्न मन लाग्ने, घुम्न मन लाग्ने। अनि कहिलेकाहीँ चाहिँ के हुन्छ नि, रुम स्टोर रुम स्टोर रुम स्टोर रुम स्टोर यति नै भइरहेछ जस्तो लाग्छ कि लाइफमा। अनि के लाग्छ यही कुरामा स्टक भयो कि जस्तो नि फिल हुन्छ होइन। होइन यार सबैको लाइफ राम्रो देखेको देखेर क्या, लाइक भएको देखेर आई अल्सो इमेजिन नि त कहिले होला होइन। तर प्यानिक चाहिँ छैन, तर जे होस् हुन्छ नि कति धेरै रहर हुन्छ, त्यो रहर अब कहिले पुरा हुने थाहा पनि छैन होइन। अनि समटाइम्स अनि के सोध्छु भने लेट्स जस्ट नट ओभर थिङ्क धेरै कुराहरू। एक्ज्याक्टली
लेट इट फिगर आउट बाई माइसेल्फ, जसरी हुन्छ अगाडि बढ्ने हो त्यो कुरा सोध्छु। अनि इभन वेन म जब सोध्छु त्यति बेला पनि म त्यो मैले भने अघि म त्यस्तै मन्त्रहरू वचनहरू लाएर टक्क सुत्दिन्छु क्या, चिल के। अब आई डोन्ट ह्याभ टु प्रेसर एबाउट त्यो सम्झिराख्ने रुममा गएर पनि त्यही कुराहरू होइन। टाइमै छैन। आई डु ह्याभ त्यो टाइम टु प्रि प्लान त्यो कुराहरू, तर नट एभ्री टाइम त्यो प्रेसर त्यो सम्झेर प्रेसर गरिरहनु पर्छ, स्ट्रेस सम्झिरहनु पर्छ भन्ने चाहिँ जस्तो लाग्दैन। एक्ज्याक्टली। द्याट्स हाउ आई मेन्टेन माई सेल्फ भनौँ न। ओके। इभन इफ देयर इज नो वान होइन, आई एम देयर फर माइ सेल्फ भन्ने जस्तो फिल चाहिँ आउँछ। कम्पिटिसन मेरो बिचमा नै हो, मी भर्सेस मी हो, हिजोको भन्दा आजको बेटर बन्नु छ भन्ने त्यो मेन्टालिटी बोकेर हिँड्ने। अब एउटा त्यसरी लाइक एउटा बिजनेस कसरी डेभलप हुन्छ भन्दा नि अब आफ्नो ओनरहरूले कतिको स्ट्रेस ह्यान्डल गर्न सक्छ त्यसमा नि बनाउँछ रहेछ कि। एक्ज्याक्टली मजाले त्यो चाहिँ। अब हजुर ओपनिङ डेमा र फर्स्ट एनिभर्सरीको डेमा त हुँदा त धेरै नै स्ट्रेस भयो। म त्यो थाहा छ मलाई रस होइन त्यो त ओपनिङ कहिले ब्यानर बनाउनु जानुपर्छ फेरि आउनुपर्छ होइन। एक्ज्याक्टली। सो फर्स्ट डे त म थिएन होइन। फर्स्ट एनिभर्सरीमा चाहिँ कतिको स्ट्रेसफुल भयो कि त हजुरलाई एक्सपिरियन्स कस्तो भयो? मेयोको फर्स्ट डे र एनिभर्सरी डे चाहिँ कस्तो भयो भनेको कस्तो नाइस क्वेसन। यो फर्स्ट डेमा चाहिँ फुल अन नर्भस, एक्साइटमेन्ट पनि तर नर्भस धेरै, किनभने एबाउट द टेस्ट के हुन्छ भन्ने कुरा। आइ एम लन्चिङ न्यू थिङ्स होइन त्यो। अनि सिस्टम अपरेट भएको थिएन भाइ, एकदम गाह्रो थियो किनभने स्टाफ्स वेयर नट फुल्ली रेडी टु डु, फुल्ली त्यो अब्जर्भ थिएन नि त त्यति बेला। अनि अब अस्ति भर्खरको एनिभर्सरीमा चाहिँ आई वाज रेडी विथ माई टिम। मलाई केही मतलब थिएन भन्दा नि आई वाज नट स्केर्ड एट अल के। लाइक इभन बुम नै गए पनि वी वेयर रेडी चिलमा क्या। त्यो टिम भएपछि त्यस्तो हुँदो रहेछ। तर ब्याक इन द डेज त्यो मैले भने नि अब स्टाफ्स थिएन अनि आई वाज वरिड कस्तो हुन्छ होला। तर अब 1 वर्षमा त थाहा भयो नि त, एक्सपिरियन्स भयो। अब चाहिँ यतिको मान्छेको फ्लो आयो भने यसरी ह्यान्डल गर्न सकिन्छ भन्ने त्यो कुरा फिल भयो। सो एनिभर्सरीमा एकदम सरल सजिलो भयो। सो हजुरले टफ प्रेसर एट अल लुकिङ। हजुरले आफ्नो ग्रोथ पनि हेर्नु भयो नि त, रियलाइज गर्नु नि त ए म त त्यहाँबाट क्रेजी भयो भनेर होइन। 1 वर्ष अगाडि ठ्याक्कै किचनभित्र थिएँ, 1 वर्षपछि किचन बाहिर आएँ। त्यही त होला नि बिस्तारै ग्रो अप हुने नि होइन। त्यही त स्लो बट स्टेडी भयो तर भयो नि त ग्रोथ त एटलिस्ट भयो नि त। हिट अफ द किचनमा कस्तो स्ट्रेस हुन्छ नि त कहिले काममा, त्यो अर्डर बनाउँदा त्यो होइन यो भएन त्यो भएन गर्मी अनि त्यो हुन्छ नि। अब त्यो चिजबाट त आफू बाहिर निस्के एन्ड आई पुट माई टिम देयर एन्ड आई ह्यान्डल फ्रम आउटसाइड होइन। अब नाउ इट इज बिकमिङ इजियर फर मी। अनि जहाँनिर मैले अब आफ्नै आइडियासनले अरू कुरा सोच्न भ्याउँछु होइन, त्यो कुरा चाहिँ भइदियो। ओके, द्याट मेक्स मी इजियर, भेरी इजियर, धेरै नै इजियर अहिलेको टिमले। ओके। सो दाइ अझै अब हामी पडकास्ट यहाँसम्म पुगिसक्यो नि त, कस्तो लागेको छ दाइ? एकदम बवाल, रिल्याक्स, एकदम आनन्द, एकदम चिलमा दाइ। अनि हजुरले साँच्ची ड्रिम्सकेपमा चाहिँ कसरी इन्ट्रोड्युस हुनुभयो आफूलाई? सुजन दाइहरूसँग चाहिँ कसरी भेट्नुभयो? सुजन दाइसँग चाहिँ लाइक बिफोर द ड्रिमस्केप इस्टाब्लिस हुनुभन्दा अगाडि पनि प्रशान्त मेरो साथी हो नि त। अनि उसको र मेरो घरसँगै, सो हामी क्याजुअली सँगै हिँडिरह हुन्थ्यौँ। अनि म बाहिर गएको थिएँ 2 वर्षपछि, म भ्याकेसन आएको थिएँ। अनि त्यति बेला उसले मलाई सुजन दाइ घर लानुभयो। अनि सुजन दाइलाई नि क्यामेराको फोटोग्राफीहरू मनपर्छ भन्नुभयो। अनि सुजन दाइले अनि त्यसपछि मलाई एप्रोच गर्नुभयो कि प्रशान्त दाइ सिधै भनेर। प्रशान्त वाज अलि लिटल बिट इन्ट्रोभर्ट, धेरै कुराहरू नखुल्ने त्यति बेला। अनि भाइ उसलाई भनिदेऊ न एउटा फिल्म मेकिङ स्टुडियो खोलौँ, बजारतिर गएर भवाल गरौँ भन्ने भन्नुभयो। अनि मैले भनिदिएँ प्रशान्तलाई, ल तिमीहरू दुईजना गर, जेसुकै गर्ने हो, दाजुभाइ मिलेर गर्ने हो कि के गर्ने हो गर, म चाहिँ लाउरे पल्टाउन लाग्यो केटा, अब म भ्याकेसनमा आएको मान्छे भनेर म गएँ होइन। एन्ड देन दे स्टार्टेड, घरदेखि नै स्टार्ट गरेँ। प्रशान्त दाइको घरदेखि नै सानो एउटा यस्तै क्याबिन रुममा स्टार्ट गरेँ। एन्ड देन त्यहाँ गर्दा गर्दा दाइहरूलाई फिल भयो होला नि त, अब गाउँमा बसेर हुँदैन, मार्केटमा जानुपर्छ, मार्केटमा नेटवर्किङ बढ्छ, भिजिन्छ, सबैजनाले देखिन्छ होइन। त्यो हिसाबले नि दाइहरू मार्केटमा आउनुभयो। नाउ इट्स 4 years 5 years दे हेभ ओपन। अनि दाइलाई चाहिँ त्यो एउटा भुक थियो, हङ्गर थियो भनौँ न, टु बी अ फिल्म मेकर अनि टु ओन आफ्नै स्टुडियो अनि आफ्नै टिम राखेर अपरेट गर्नु थियो। नाउ हि इज डुइङ भेरी गुड भनौँ न।
द्याट्स हाउ हि मेक्स अ ड्रिम स्केप अनि त्यहाँबाट चाहिँ द्याट्स हाउ आई कनेक्ट भनौँ ओके म ड्रिम्सकेपलाई फर्स्ट टाइम लाइक चिनेको भनौँ न चिनेको भन्दा नि लाइक सुनेको चाहिँ न्यु म्युको एडबाट त्यो 20,000 तालमा पठाउँछ नि एड पनि यति इन्ट्रेस्टिङ छ ए। जस्ट आस्क मी के होइन कस्तो भयो भन्दाखेरि त्यति बेला कन्टेन्ट क्रिएटर मलाई दाइ 20,000 तालवाला एड भन्नु होइन त्यो त सही छ दाइ साँच्ची भने अन द स्पोट नै त्यो प्लान भएको यसरी नै बस्दा बस्दै ल केटा हो न्युमीको चस्माको लागि एप्रोच गरौँ अनि 20,000 ताल गएर एउटा क्रिएटिभ सिनेमाटोग्राफी हान्दियो भने अनि ल क्रिएटिभ सिनेमा ल ठिक छ नि त जाउँ भने न्युम्यूले यस्तो चस्मा दियो त्यति बेला होइन दे वर नट बिलिभिङ किनभने ड्रिम्सकेप को भन्नु थाहै थिएन नि त त्यो पनि रिजन उनीहरूको भ्यालिड रिजन छ फेरि अनि पछि वर्क देख्यो असिम दाइले नि देख्नुभयो सिसन दाइले नि देख्नुभयो सिसन दाइ अल्सो कमेन्टेड सिसन दाइले कमेन्ट गर्नुभयो एन्ड देन हि अपलोड द स्टोरी एज वेल मन परेर दाइले स्टोरी अपलोड गरिदियो कि ड्याम भएछ ल प्रशान्तलाई त पहिल्यैदेखि स्टक गर्थ्यो सिसन दाइले अनि त्यसपछि ल अब न्युमीको काम सबै ड्रिम्सकेपले भनिदिनु थाल्यो बुढाले त्यसपछि त अनि असिम दाइले सबै वर्क दिन्छ नि त अहिले त्यो भएर द्याट्स हाउ दे बिल्ड अ कनेक्सन विथ न्यु भनौँ त्यही त त्यही भएर त अस्ति अनि एनिभर्सरीमा त्यो चस्मा दिएको त अनि कस्तो प्रिटी देखा अहिले त आम्मा ड्याम छ मलाई लगाम जस्तो भएको छ म एड खिच्दा मलाई दिनुभयो क्या होइन तिमीलाई एउटा टी सर्ट र ऊ के अरे ब्याच चाहिँ दिन्छु नि म मेरो मैले चाहिँ दाइ चस्मा मलाई नि हो क्या भनेको त चस्मा चाहिँ अनफर्स तर न्युमीको त्यही चस्मा छ मसँग सेम त्यही चस्मा छ मसँग त्यही त नि कस्तो राम्रो लाग्यो मलाई त त्यो भन्दैमा विल ट्राई हाम्रो हिमालयन भाइटालिटीको शिलाजित हुन्छ स्योर दाइ यो अब चाहिँ पानीमा होइन टक्क लगाएर यो स्पुन एक स्कुप यसरी यहाँबाट लिने हो दाइ ओके धेरै लिनु पर्दैन एक स्कुप टक्क लियो हुन्छ अनि इजी छ कि यसलाई यतिकै यहाँ हालिदिने अनि आफै डिजल्भ हुँदै जान्छ एकछिन आफै डिजल्भ हुन्छ कि लाइक घुमाउनु पनि पर्दैन लास्टतिर चाहिँ स्टर गर्नुपर्छ निकाल्नु भन्दा अगाडि त्यो भन्दा चाहिँ आफै डिजल्भ हुँदै जान्छ त्यसको स्मेल यहाँसम्म आइरहेको छ यार कस्तो स्मेल हजुर लाइक मेयोमा हेभ यु एभर थट अफ डुइङ सम च्यालेन्जेस लाइक फुडको च्यालेन्जहरू के अभियसली अब गर्ने हो त्यो अस्ति हामीले नारायणी मलाई बनाउनु पर्दैन अब स्योर जित्यो कि 1000 रुपियाँ केही भएन गरमला नि अब अनि यसमा जित्दै मेयोको फेभरेट बर्गर हजुरको चाहिँ कुन हो मैले त्यो सधैँ बिर्सेँ मेरो पर्सनली फेभरेट चाहिँ हट स्पाइसी ओके मलाई के भयो भन्दा त्यो हट स्पाइसी क्रिस्पी लन्च गर्ने बेला पनि आई वाज एक्सपेरिमेन्टिङ इट लाइक हुन्छ नि त्यो मिठो हुन्छ कि हुँदैन सस ब्लेन्ड हुन्छ कि हुँदैन टेस्ट भन्ने कुरा के अनि चिल्ली सस नयाँ हो होइन नेपाली टेस्टको त्यो हरियो खुर्सानीको पन्च टप भेटोस् भनेर त्यो सस बनाएको अनि साफो सस त अब बाहिरको फरेन स्टाइल भयो त्यसमा पनि मैले चिल्ली फ्लेक्स हालेर अलिकति नेपाली टेस्ट भेटोस् भनेर के यो रातो खुर्सानी र सुकेको खुर्सानी र हरियो खुर्सानीले त नेपाली टेस्ट झल्काओस् भनेर के खासमा त्यो टेक्सचर त्यो मिक्सअपले चाहिँ त्यो टेस्ट पन्चअप गरोस् भनेर मेक गरेको कस्तो दामी भइदियो क्या त्यो भएर चाहिँ मलाई चाहिँ त्यो चाहिँ बवाल लाग्छ हट स्पाइसी क्रिस्पी चिकन बर्गर उता चाहिँ गरेको थिएन मैले योवाला फेरि उता डिफ्रेन्ट हुन्छ यो चाहिँ यहीँ मेरो फर्स्ट हो कि मेरो गार्लिक ससहरू यहीँ नै हो ओ ठिक छ सो द्याट हजुरले यु सेड नि त अघि यु केम हियर टु रिप्रेजेन्ट यङ अन्टरप्रेनर्सहरूलाई एउटा एकदम पुस्ट हुन्छ भनेर होइन सो वाट्स वान एडभाइस यु गिभ टु एभ्री यङ अन्टरप्रेनर्स होइन जसले चाहिँ आफ्नै बिजनेस कि त केही खोल्न लागिरहेछ एउटा लेसन के एउटा एडभाइस like my advice will be like if you want to do your own startup by yourself then first of all make a good circle make a good networking and even if you have a 2-3 lakhs 4-5 lakhs you can achieve a lot of things if you have a good circle के फेरि होइन त्यो सर्कलमा पनि डिपेन्ड गर्छ अब कति सर्कल गेट जेलसी अफ योर ट्यालेन्ट स्किल्स होइन कतिले त देखेन नि अगाडिबाट ठिक्क पारिदिन्छ अनि पछाडिबाट होइन म सक्दिनँ त्यो टाइपको गर्छ नि फल ब्याक हुन्छ नि त्यो टाइपको चाहिँ हुँदैन लाइक बी विथ दोज पर्सन हु प्रोटेक्ट यर नेम इन यर एब्सेन्स अल्सो त्यो चाहिँ हुनुपर्छ जस्तो लाग्छ अनि अब फर द
यङ अन्टरप्रेनर्स अनि को फाउन्डर्सहरूलाई अनि अब लाइक अब इभन के अरे फुडकै बिजनेसमा या क्लोथिङ बिजनेस एनी काइन्ड अफ बिजनेस होइन हुएभर इज ट्राइङ टु स्टार्ट अप देयर ओन होइन के हुन्छ भन्दाखेरि ट्राई इट एकचोटि चाहिँ ट्राई इट होइन डु नट क्वाइट बिफोर यु स्टार्ट के किन भन्दाखेरि यु नेभर नो द प्रोसेस अफ इट सो फर्स्ट अफ अल डु नट चेस फर द रिजल्ट चेस फर द ट्रेनिङ ग्राउन्ड्स figure out it as much as you can होइन रिसर्च द नलेज द्याट युआर गोइङ टु लन्च होइन अब आफ्नै के गर्न खोजेको छ आफ्नो के अरे व्यवसायको बिजनेसको के कुरा हो अबाउट क्लोथिङ होस् अबाउट फास्ट फुड होस् अबाउट अरू अब बार्बर हेयर कटिङ होइन जे सुजहरूको होस् त्यो कुरामा रिसर्चिङ पहिला गरेर प्रि प्लान गरेर अनि स्टार्टअप गर्दा चाहिँ राम्रो हुन्छ मलाई चाहिँ त्यो लाग्छ त्यो भयो भने चाहिँ यु क्यान डु अ भेरी गुड स्टार्टअप भनौँ न सो मेन भनेको रिसर्च रिसर्चिङ एउटा गुड फाउन्डेसन एउटा गुड रिसर्चिङ चाहिँ किन चाहिन्छ भन्दाखेरि जस्तै मैले सेफको उता गरेर आएँ तर मेबी सम अफ द थिङ्स आई अल्सो डोन्ट नो नि त होइन त्यो कुरा त मैले पनि रिसर्च गर्नु पऱ्यो अब मेन्यु इम्प्लिमेन्ट गर्दाखेरि कसरी प्राइस कस्टिङ राख्ने होइन इन्ग्रेडियन्ट्स पर्चेस गरेपछि त्यसलाई सोल्ड आउट कसरी गर्ने होइन त्यो कुराहरू पनि आफूले रिसर्चिङ गर्नु पऱ्यो त्यो कुरा रिसर्चिङ गरेपछि त्यसको नलेज भएपछि बल्ल अनि फर्स्ट अफ अल त अब हुएभर इज ट्राइङ टु देयर ओन स्टार्टअप यु सुड ह्याभ अ गुड नलेज अबाउट दोज थिङ्स इफ यु डोन्ट नो होइन अनि नलेज भयो भने बल्ल त्यो कुराको चाहिँ स्टार्ट गर्न सकिन्छ किनभने आफूसँग नलेज भएन अब ठिक छ मैले जाने होइन मेरो टिममेटले जानेको छ म त्यसकै भरमा चल्छु भन्नु कहिले पनि हुँदैन होइन एउटा टिम एउटा स्टाफको भरमा इम्प्लोइजको भरमा मेरो कम्पनी अपरेट हुन्छ भनेर चाहिँ सधैँ त्यो चाहिँ बस्नु भएन क्या यु सुड ह्याभ नलेज अफ द्याट त्यो कुराहरू त्यो सबैले इम्प्लिमेन्ट गरोस् एकदम सबैले अब हुएभर इज ट्राइङ टु स्टार्टअप अब आफ्नै नेपालमा होइन हाम्रै नेपालमा अब नयाँ गभर्मेन्ट आएको छ एज यु क्यान सी हुएभर इज ट्राइङ टु स्टार्टअप देयर ओन क्लोथिङ ब्रान्ड होस् एनी काइन्ड अफ बिजनेस then I will definitely say try once and figure out the things that will happen whatever in your journey enjoy the journey and you will figure out a lot of things be patient good things will comes to you patience चाहिँ एकदम हुनुपर्छ गुड पेसेन्स के एकदम फास्ट फुड मेथड कहिले नै हुँदैन बिजनेसमा डोन्ट फल फर द्याट आज यो इयर इन्भेस्ट गरेँ अर्को वर्ष पैसा आउँछ भनेर त द्याट इज द फुल्ली स्टुपिडिटी थिङ्स होइन यो कुरा कहिले पनि हुँदैन अब ट्राई टु फिगर आउट अझै हुन्छ बिस्तारै हुन्छ फर्स्ट अफ अल क्यास फ्लोको कुराहरू मिलाउन सक्नु पऱ्यो होइन अनि रेभेन्यू सेल्स रेभेन्यू कस्तो भइरहेछ मेन्यु इम्प्लिमेन्टिङ कस्तो भइरहेछ स्टाफ अपरेटिङ कस्तो भइरहेछ स्टोरको एसओपीहरू कस्तो भइरहेछ अनि इन्कमिङ आउटगोइङ स्टेटमेन्ट्सहरू कस्तो भइरहेछ त्यो कुराहरू पनि बुझ्न जरुरी छ मार्केटिङहरू जति पुस गरे त्यति राम्रो हुन्छ इफ यु डोन्ट नो द लाइक केही कुराहरू अब बिचमा जर्नीमा केही थाहा छैन भने पनि ट्राई टु रिसर्च एआई छ च्याट जिपिटी लट अफ दे विल हेल्प यु टु स्टार्ट अप भनौँ न तिमीलाई चाहिँ के लाग्छ लाइक अब हाउ इट फिल्स यो स्टुडियो बिल्डअप गर्यो होइन अनि वाट इज द एडभाइस द्याट यु वान्ट टु गिभ अपकमिङ फिल्म मेकर्सहरू त पहिल्यै हुन्छ नि त इन्ट्रेस्ट यस्तै स्टुडियो खोलेर एउटा टिम राखेर होइन फिल्म मेकर बन्न त्यो हुन्छ नि त के लाग्छ तिमीलाई म त भर्खर स्टार्ट गरेको छैन पहिला सुरु त सो अब मैले जे बुझ्छु जे बुझेछु र जे सिकेछु त्यो अनुसार चाहिँ फर्स्ट अफ अल त त्यही उनी हो लाइक बी विथ पिपल हु आर इन्ट्रेस्टेड इन यर ओन टपिक के अब साथीभाइ भने छ ठिक छ होइन दाइ साथीभाइ ठिक छ तर यु निड टु बी विथ पिपल हु आर इन्ट्रेस्टेड इन द सेम हुन्छ नि टपिक के अब फर इक्जाम्पल अब हजुरको छुट्टै साथीभाइ छ अनि त्यसपछि यहाँ काममा त छुट्टै हुन्छ नि त युल अब हजुरले फास्ट फुडको बारेमा उ गर्नु छ भने त हजुरको छुट्टै मान्छे हुन्छ नि त हजुर गएर केटाहरूसँग बक्चुदी मात्रै गर्नुहुन्छ नि त त्यहाँ गएर हुन्छ नि अझै अब अघि भने जस्तो हजुरको बिहामा आएर हजुरले खिच्न बोलाउनु हुन्न नि त चिज गर्नु हुँदैन त्यसरी नै हो अनि त्यसरी नै एउटा सुरुमा त एउटा सर्कल बिल्ड गर्ने हो अनि त्यसपछि चाहिँ स्टार्ट विथ वाट यु हेभ के होइन हुन्छ नि मलाई 2-3 लाखको क्यामेरा चाहिन्छ भनेर त्यो बस्यो भने
हुन्छ नि यो गर्न एफ अप भनौँ न हो अब बेस्ट एक्जाम्पललाई नै लिनु छ भने उज्जवल भाइले नि लियो हुन्छ कि हो फोनबाट स्टार्ट गरे त उसले एक्ज्याक्टली फोनबाट स्टार्ट गरेर अहिले उसले क्यामेरा लियो नि त किनकि उसले नि एउटा आफूलाई एउटा बेन्चमार्क हाल्यो नि त इफ मैले 30 इयर्समा एउटा ऊ गर्न सक्यो भने बल्ल म क्यामेरा लिन्छु टाइपको एक्ज्याक्टली होइन त्योभन्दा अगाडि नि उसले पुरै कन्टेन्टहरू क्यामेराबाट क्रेजी के अरे फोनबाट क्रेजी कन्टेन्ट निकाल्छ नि त सो मलाई के लाग्छ भने पहिला क्यामेरा भन्दा नि अगाडि यु निड टु लर्न बेसिक थिङ्स के लाइक अब फर इक्जाम्पल हजुरले खिच्ने कुरा र मैले अब हजुरले मैले एउटा स्याउको फोटो खिच्न दिएँ अनि मैले एउटा स्याउको फोटो खिच्ने भने त स्याउ त एउटै हो नि त तर हामीले त डिफ्रेन्ट एङ्गल खिच्छौँ नि त हो एक्ज्याक्टली त्यसरी नो वाट युआर क्लिकिङ भन्छु कि कम्पोजिसनहरू हुन्छ नि अब मलाई क्यामेराको सब नलेज छ यो क्यामेरा पुरै हाइफाई क्यालेर A74 A75 FS3 पुरै कहाँबाट खिच्छ सबै नलेज छ तर मलाई एउटा बेसिक कम्पोजिसन आउँदैन भने त्यो क्यामेरा किनेको के फाइदा भयो त एक्ज्याक्टली सो क्यामेरा सबै कुरा हेर्न यु निड टु लर्न कहाँ चाहिँ हेर्नुपर्छ के कम्पोजिसन खेलाउनुपर्छ कसरी चाहिँ एउटा त्यो फ्रेम गर्नुपर्छ त्यो चाहिँ फिल्म मेकिङ कुरा मैले हो भनेको अघि कुरा त्यही त हो नि रिसर्चिङ अबाउट द नलेज इफ यु हेभ एन्ड अल्सो होइन त्यो नलेज तिमीले गेन गर्यो भने देन वेन एभर यु बाई द्याट स्टक्स अर एनी मेसिनेरी कुराहरू कुनै पनि सामान तिमीलाई त्यो क्यामेरा ग्याजेट्सहरू किन्नुभन्दा अगाडि त्यसको युज गर्न आयो भने त बल्ल मजा आउँछ होला नि त अब घरमा फरारी गाडी छ चलाउनै आउँदैन भने त के मजा भयो त नि होइन त्यही त भने अनि अर्को कुरा अब उज्जवलको मैले देखेको इज डुइङ मेयर्सको कुराहरू पनि अनि तिमीले भने जस्तै अब मोस्ट अफ द के अरे भर्खरको यङ अब कन्टेन्ट क्रिएटरहरूलाई पनि मन हुन्छ होला नि त फिल्म मेकर अलि राम्रो फिल्म मेकर बन्नु तर अब फिल्म मेकर बन्दाखेरि पनि कसैले गिफ्टेड गरेको कुरा र आफैले बाई गरेर किनेको कुरा इज फार डिफ्रेन्ट फिल हुन्छ क्या अनि अब उजरले त्यत्रो आफ्नै पैसाले इन्भेस्ट गरेर किन्यो नि त मेबी हि इज प्राउड अफ हिमसेल्फ होइन त्यो हुन्छ नि त घरमा मम्मी बाबाले किनिदिएको र आफैले कमाएर आफ्नै मेहनतले किनेको छुट्टै त्यो औरा हुन्छ क्या मलाई चाहिँ त्यो लाग्छ हो किनकि अब अनेस्टली भन्नु त्यो क्यामेरा लाइटहरू मैले ड्याडसँग इन्भेस्ट गर्नु भन्ने गरे होइन तर मैले त्यो म्याक मिनी आफ्नै पैसाले किन्दा त्यो जतिको खुसी चाहिँ आई अर्न दिस सिट भएको के मैले गरेँ हो नि त दाइ त्यो अब तिमी बिस्तारै गर्दै पनि त्यही त एक्ज्याक्टली यो स्टोरी हो जति पनि फिल इन द ब्ल्याङ्क्स अहिले मैले लेखिरहेको छु नि यसलाई त तिमीले अब फिल इन द ब्ल्याङ्क्स गर्दै जाने नि त यु गन फिल अप दोज एम्प्टी थिङ्स नि त सो द्याट्स हाउ यु आर बिल्डिङ योर सेल्फ होइन द्याट्स हाउ यु आर बिल्डिङ योर टिम होइन सो त्यसरी चाहिँ वर्कआउट हुन्छ whoever is new to the market तिमीले त्यसरी नै इन्स्पायर गर्छौ होइन रिलेटेबल पनि हुन्छ जर्नी यसरी स्टार्ट हुन्छ है रियालिटीमा आइज केटा हो नट ओन्ली ग्याजेट्स भएर केही पनि हुँदैन होइन यु सुड ह्याभ अ गुड नलेज बिफोर यु बाई एनिथिङ्स होइन अब मैले भने नि यस्तै कुरा के कहाँनिर हुन्छ भन्दाखेरि चिया पसल कस्तो राम्रो चलिरहेछ कफी पनि कस्तो राम्रो गइरहेछ भिडभाड कति छ कति गइरहेछ केटाकेटी कति छ ओइ मुला साथी पैसा छ हान्दिउँ न इन्भेस्ट नो डोन्ट डु द्याट क्या किनभने यु डोन्ट ह्याभ अ गुड नलेज अबाउट ओपनिङ अ टी सप अर कफी सप फर्स्ट गेन अ नलेज अबाउट हाउ दे इन्भेन्ट हाउ दे अपरेट द थिङ्स इनसाइड अफ द कफी सप होइन त्यो भएपछि बल्ल अनि हुने होला नि त वाट विल यु डु इफ देयर इज नो एनी स्टाफ टु मेक कफी गएन त अब मेरोमा के छ इभन इफ देयर इज नो एनी स्टाफ आई क्यान मेक द बर्गर नि त आई क्यान मेक एभ्रिथिङ बिकज आई एम द वान हु लर्न्स एभ्रिथिङ त्यो हुनु पर्यो होइन इफ त्यो छैन भने पनि ट्राई टु लर्न टाइम हुन्छ 1 इयर नभए 2 इयरमा होला नलेज ट्राई टु गेन द्याट नलेज के इफ यु आर एन अन्टरप्रेनर इफ यु आर एन ओनर होइन त्यो चाहिँ लाग्छ मलाई अर्को चाहिँ हाम्रो यो फिल्म मेकिङमा के हुन्छ भन्दाखेरि बसेर हेर्नुभन्दा गरेर धेरै गरेर बस्नु भन्छ कि म चाहिँ नि अब मैले युट्युब भिडियोमा टन्नै हेरेको छु तर I won't learn it until and unless I try it in practically के एकदम अनि अब त्यो चाहिँ हाम्रो फिल्म मेकिङ हो अनि यो स्टुडियोको कुरामा चाहिँ कोर मेम्बर्सहरूलाई चाहिँ कहिले नबिर्सी भन्छु कि म अब हाम्रो कोर मेम्बर अङ्कित भयो उज्जवल भयो प्रतीत भयो नि त म तिनीहरूलाई कहिले लाइक आफ्नै भाइ जस्तै आफ्नै केटाहरू जस्तो ट्रिट गर्छु कि अब त्यही माथि अब हामीले चाहिँ के गर्छ भन्दाखेरि कहिलेकाहीँ हुन्छ नि सोसलाइज गर्ने कि लाइक काम मात्रै गरेर धेरै सेसन नि त कहिलेकाहीँ हिजो भने जस्तो यो टिकटकको होइन अनि कहिलेकाहीँ यो
हामीले पेन्ट पनि आफै गरेर नि त दाइ देखेँ आई स द्याट अनि त्यही त त्यही त इट्स लाइक टिम बिल्डिङ हो नि त दाइ टिम बिल्डिङ हो नि त त्यो अनि प्लस अब उजल भाइले यो पेन्ट गर्यो भने चाहिँ अब उसले सोचेन कि म यहाँ काममा पेन्ट गरेँ कि उसले आफ्नो हुन्छ नि मेरै ठाउँ हो जस्तो गर्छ नि त हो कि होइन भाइ यो सुनेको नि छैन यु ओन दिस प्लेस त्यस्तो हुँदो रहेछ लाइक टिम अब मैले चाहिँ अब अहिले चाहिँ मिल्दैन दाइ होइन तर बिस्तारै एभ्रिथिङ सेटल हुँदै गएपछि अब एभ्रिथिङ विल कम्स टु यु अँ जस्ट युआर डुइङ सच अ गुड स्टार्टअप हजुर। अनि तिम्रो त्यो फर्स्ट त्यो थ्रिलरवाला जुन त्यो थियो नि त्यो सर र कुर्ची ए होइन त्यो पनि एउटा इन्टेन्स लागेको थियो नि त अँ अनि के भयो भन्दाखेरि मैले क्वेसन पनि गरेँ अनि ऊ के अरे उजललाई उजल के गर्नु लाग्यो तिमीहरूले भने अनि लास्टली आई नो स्टुडियो खोल्दै रहेछ होइन अनि सो त्यस्तो राम्रो स्टार्टअप हजुर हजुर बिहाइन्ड द सिन्स देखाइदियो नि अँ। कति कुरा त ड्रिम्सकेपको देखेन होला नि त अँ कति स्टुडियोको देखेन होला सो तिमीले त्यो झल्काइदियो कि अब एभ्री रिलेटेबल टु फिल्म मेकर्सलाई त्यो हुन्छ वेन दे बिल्ड देयर ओन स्टुडियो होइन यो हुन्छ अनि अब राम्रो गर्दैछौ होइन जहिले पनि अब फ्रिडमली काम गर होइन सबैको आइडियासँग इक्वेलिटी राख बवालै हुन्छ भाइ अब हामी त अब बिस्तारै केटाहरूसँग मिलेर कहिले काहीँ राति माथि स्पेस छ कि माथि आनन्दले बार्बिक्यू गर्ने होइन त्यही त चिल गर्ने त्यसो सोचे हो अनि त्यसरी अब बिस्तारै के अरे अझै क्रेजी क्रेजी स्टफहरू गर्ने किनकि यिनीहरूसँग आइडिया छ नि त एभ्री लाइक सबैजनाको युनिक आइडिया हुन्छ नि त दाइ एक्ज्याक्टली तिम्रो जस्तै तिम्रो 100% ब्रेन छ होइन टिममा 4 मेम्बर्स 400 भयो नि त 400 ब्रेनले एक्ज्याक्टली त्यही त द्याट्स हाउ इट वर्क्स के हामीले चाहिँ अब ब्रेन स्ट्रम गरेर हुन्छ अनि सबैले आइडिया इनपुट गर्छ होइन अनि त्यो भएर चाहिँ मलाई रमाइलो लाग्छ कि त्यही त त्यही रमाइलो लाग्छ कि अरूको आइडिएसन होइन सबै टिमको आइडिएसन आउँछ नि ल लेट्स डु दिस यो भएन यो गरौँ ओके ल तिमी यहाँ हुन्छौ म यहाँ हुन्छु होइन यो टाइपले यो गरौँ न यसलाई यसरी स्विच गरौँ यसलाई यसरी गरौँ यही स्टोर सेटअप गर्ने बेला नि यु गाइज टिम अप नि त होइन यो यहाँ राख्ने त्यो त्यहाँ राख्ने अनि वेडिङतिर कमर्सियल के अरे भिडियो सुटतिर पनि त्यसरी प्लानिङ गर्छौ त्यो हुन्छ क्या त्यही त टिम अपमा त्यही माथि हाम्रो अब यो क्रिएटिभ फिल्डमा त्यो अझै अघि भन्नुभयो नि त कहिले कहाँ आइडिया आउँछ थाहा नै हुँदैन कतिखेर आइडिया हुन्छ एक्ज्याक्टली त्यही भएर त्यो चाहिँ मलाई दामी लाग्छ लाइक त्यो एउटा टिम वर्क भएपछि चाहिँ आनन्द हुन्छ नि यु हेभ पिपल हु क्यान स्क्रच योर ब्याक टाइपको के त्यही भएर भारी बिसाउने कि भाइ त्यही त भनेर एक्ज्याक्टली भारी बिसाउने मान्छे भयो भने जिन्दगी धेरै सरल लाग्छ क्या नत्र भारी बिसाउने मान्छे भएन भने भाइ यु फेड अप एन्ड यु छोडिदिउँ हुन्छ छोडिदिउँ जस्तो फिल हुन्छ क्या यु फिल लाइक आई सुल क्वाइट भन्ने हुन्छ होइन त्यही भएर whenever you have the team then you feel like okay I have some peoples over there to rest my head नि त होइन on their arms मजाले एकछिन टक्क भारिदिन पायो नि त त्यो हुन्छ क्या त्यही त प्लस यिनीहरू केटाहरूसँग भएपछि कन्टेन्टको कमी हुँदैन केही त निस्किन्छ त्यो हुन्छ क्या त्यो मजा हो नि त क्या एउटा कन्टेन्ट स्क्रिप्ट के अरे सोच्नलाई सोच्यो अब त्यसलाई खिच्नलाई कस्तो ल्याङ हुँदैन त्यही त भने एक्लै खिच्न अब अनि मैले त पहिला एक्लै खिच्थेँ नि त यार त्यो ल्याङ हुन्थ्यो त्यो गऱ्यो सो हाम्रो सिलाज पनि रेडी भयो होला ओके ल सो ट्राई गरिदिनु है मालन भाइ स्पेसल थ्याङ्क्स टु यु होइन थ्याङ्क यू फर द्याट थ्याङ्क यू फर दिस इट्स प्रेटी गुड राम्रो छ मैले यो के अरे हब्सहरू पनि अहिले ट्राई गरिरहेको छु क्या अनि यसको यो स्मेल अघि तिमीले त्यो गरिरहेको थियौ त्यति बेला पनि कस्तो मिठो टाइपको आइरहेको थियो काइन्ड अफ त्यो हुन्छ नि के भन्छ यो पूजा पाठतिर गरिन्छ नि त्यस्तै काइन्ड अफ स्मेल आइरहेछ क्या अनि लिटरली यो टेस्ट गर्दा पनि त्यस्तै फिल आइरहेछ सही हो दाइ सही हो बिग साउट आउट टु हिमालय भाइटिलिटी एकदम अझ दामी दामी प्रडक्टहरू आउँदैछ अझ यस्तै प्रडक्टहरू निकाल्दै गर्नु होइन सो बिग कङ्ग्रेचुलेसन अनि त्यसपछि बिग के भन्छ एनर्जी फर अल अपकमिङ डेज अझ यस्तै राम्रो गर्दै जानु होइन सो अब हामी एन्डतिर आइसक्यौँ भने त है ओके अब एउटा क्वेसन छ के सोध्छ भन्दाखेरि अबको 5 to 10 इयर्समा वेयर डु यु सी योर सेल्फ एन्ड मे हो कि ओके 5 years so 5 to 10 5 to 10 भनौँ न I see myself these 5 years नेपालमा नि but as I said there will be the branches of Mayo अनि जहाँनिर where I will be leading
ओभर अल द ब्रान्ड्स होइन अनि जहाँनिर दाइहरू पनि हुन्छन् बट मेन रोल बिग रोल मेरै हुन्छ किनभने आइएम अ सेफ एज वेल सो बिग रेस्पोन्सिबिलिटी पनि हुन्छ त्यति बेला प्लस मजा नि आउँछ अझै भनौँ न होइन अझै मार्केटमा बिग च्यालेन्जिङ आउँछ होइन चलपल पनि हुन्छ अनि त्यो कुराले गर्दा पनि आइएम रियली एक्साइटेड एन्ड आइएम रियली फर दो च्यालेन्जेस यो 5 years पछि के हुन्छ होइन समटाइम्स आई मेनिफेस्ट टु यो कुराहरू 5 years पछि यस्तो गर्छु उस्तो गर्छु भएन भने पनि इफ द प्लान ए डजन्ट वर्क आउट देन प्लान एलाई नै बनाउनु त्यो नै हो क्या भाइ सही हो भाइ सही हो प्लान एलाई नै प्लान वर्कआउट गराउने बनाउने सही हो भाइ होपफुली हुन्छ बिस्तारै होस् एकदम होइन अझै हजुरले दामी गरोस् दामी हुन्छ दाइ थ्याङ्क यू सो मच भाइ कन्फिडेन्स छ मेरोमा यस वन्डरफुल कुरा गर्न नि रमाइलो हो दाइ एकदम एकदम बबाल है मलाई चाहिँ के लाग्छ भने यहाँ आउँदा पनि भाइ तिमीले बोलायो नि त अनि मैले तिमीलाई भनेको पनि थिएँ आई गेस आइएम स्टिल नट रेडी फर दिस थिङ्स भन्थेँ अनि वेन एभर यु कल मी नि आई फिल भेरी स्पेसल पोडकास्टमा आएर यसरी आफ्नो मनभरिको कुरा सेयर गर्न पाउँदा इट फिल्स मेरो हर्ट कस्तो हल्का भयो होइन हल्का भइरहेछ क्या अनि त्यसले गर्दा पनि आई फिल भेरी गुड भनौँ न आजको डे एकदम ब्युटिफुल डे भयो होइन यु गाइज आर डुइङ भेरी गुड यस्तै पोडकास्टहरू अझै अझै दामी दामी गेस्टहरूलाई बोलाऊ होइन इन्ट्रेस्टिङ यस्तै यस्तै रमाइलो कुराहरू गफगाफहरू गर किनभने समटाइम्स यु निड अ पर्सन हु लिसन यर होल थिङ्स होइन त्यस्तै हुन्छ नि त जस्तै तिमीले आज कति राम्रो क्वेसनहरू सोध्यौ बिहाइन्ड द सिन्स अफ मेरो लाइफको कुराहरू अनि आई सेयर इट कति मजा आयो होइन त्यो हुन्छ थ्याङ्क यू फर इन्भाइटिङ धन्यवाद दाइ पराशरी पानी पर्दा नि आइदिनु तल आज होइन आज त जसरी कम भन्ने भयो कि त्यही माथि मुभी मेरो माइकल साँच्चै हजुर हेर्नुभयो माइकल ज्याक्सनको मुभी मैले हेरेँ होइन चलिरहेको छ अहिले है आज हेर्नु जानु हामी त धन्यवाद भोलि जान्छु म हेरेर आउँछु उज्जवल भाइले त हेरिसक्यो आज म अनि समीर दाई भन्ने मुस्कान दिदीको दाई उसले चाहिँ हेरिसक्यो आज उसको बिहान पुरै डान्स भिडियो हेर्नुभयो उसको डान्स भिडियो मैले हेरेँ अब हेर्छु सो एन्ड गरिदिनु दाइ ल एन्ड गर्नुभन्दा अगाडि साँच्ची दाइ हजुरलाई साँच्ची सोध्ने बिर्सेँ मैले दाइ लाइक कतिको फेसनतिर हुनुहुन्छ हजुर फेसन लाइक कतिको ड्रिपी क्लोथ्सहरू हजुरको एउटा लाइक हुन्छ नि एस्थेटिक क्लोदिङको छ र केही लाइक मनपर्ने छ अभियसली ओके मेरो चाहिँ अलिकति स्टाइल चाहिँ प्राय स्ट्रिट वेयर नै हुन्छ तर बट आई डु लुक गुड इन फर्मल्स अनि फेरि त्यो छ मलाई चाहिँ फेरि स्ट्रिट वेयरहरू ड्रेसहरू लाउन मन लाग्ने कि बेगी होइन नट द्याट फेरि त्यो एकदम अहिले चाहिँ एट द एज अफ 26 होइन त्यो त्यस्तो ड्रिपीवाला नि फेरि लाउन चाहिँ मन लाग्दैन है कम्फर्टेबलवाला कम्फर्टेबल क्लोथ भन्दैमा अब वी क्यान अलवेज गो टु हाम्रो लुगो स्पोन्सर ओ माई गॉड हाम्रो है हजुरहरूले लुगोको ओनरसँग पडकास्ट पनि हेर्नु होला एपिसोड 2 हुन्छ नि उहाँले हजुरलाई टक्क लगाएर पिआर प्याकेज पठाइनु पर्छ जस्ट फर यु टक्क लगाएर मेयोको कलर पनि ग्रिन छ नि त एउटा ग्रिन कलरको टी सर्ट पठाइनु पर्छ दाइ आई हेभ हर्ड अबाउट द लुगो अनि वेयर ओनर इज कुशल श्रेष्ठ हजुर so a big congratulations हजुरलाई पनि and thank you for this beautiful t-shirt अनि I want to say अझै धेरै राम्रो गर्दै जानु best of luck for your upcoming days हैन he's doing good he's doing very good त्यो कुराहरुमा प्याकेजिङ देखि लिएर कति राम्रो हो ओए यो त दामी हुने भयो त खोलेर हेर्नु मिल्छ म यसलाई एकदम ड्रेस अप मिलाएर लगाउँछु ए सही हो दाइ सो लुगोमा इट्स फर बोथ मेन एन्ड वुमेन रहेछ है हैन अहिले झन् समरको लागि लिनन प्यान्ट यो प्यान्ट पनि त्यहीबाट हो थ्याङ्क यू अब के त किने हो के थ्याङ्क यू भने वाउ जस्ट रियली गुड यार त्यही त उही राम्रो रहेछ यार कस्तो राम्रो रहेछ यार मलाई त नपठाएको के बुढोले वाउ आई मिन यो ह्यान्ड्स पनि हेर न कस्तो राम्रो के त्यही त टक्क ल्याएर मेयोको कलरसँगै मिल्यो नि त हैन र सच प्रिटी एक्चुअली ए हुन्छ यहाँ कार्डहरु पनि छ दाइ त्यो यहाँ उहाँको इन्स्टाग्रामहरुको हुन्छ नि सबै टिकटकको ए ओके सही हो देख्छु कि मैले टिकटकमा उहाँसँग त हामी अहिले मर दाइ त जिमिहाल्छ नि दिनदिनै बिहान 5 रमाइलो छ जस
उहाँको इज डुइङ गुड दामी गरिरहेको छ किप डुइङ अझै यस्तै राम्रो प्रडक्ट्सहरू ल्याउनु अनि ओए यस्तै राम्रो सही देख्छ त के हो दाइ My God. बिलिभ Please, यार, यो लायो भने त म बबाले हुन्छु। ओए के हो ल I love you, okay? स्ट्राइप ठ्याक्कै सुहा छ है? कुशल दाइ नटी अब कुशल दाइ मस्किन्छ यतिको लायो यस्तै ढाल्छु क्या। सो थ्याङ्क यू सो मच होइन फर कमिङ होइन आज Yes, thank you for एकदमै अप्रिसिएटेड कमिङ फर होइन अझै आइदिनु भएकोमा अझै प्रगति गर्दै जानुहोस् राम्रो होस् अझै भेट्दै कुरा गरौँ न हामी दाइ ल अनि यु गाइज होप यु लाइक द एपिसोड सब्सक्राइब गरिदिनु नबिर्सिनु Yes. अनि अर्को एपिसोडको लागि कुर्नु रमाइलो गर्नुपर्छ अझै गेस्टहरू आउँछ अझै रमाइलो गर्नुपर्छ थ्याङ्क यू सो मच एन्ड द्याट्स दि एन्ड अफ आवर एपिसोड बाई बाई Bye bye. Thank you for watching.